हेलो एभ्रिवान, यो भन्दा अगाडिको भिडियोमा चाहिँ हामीले बीबीएस फर्स्ट इयर बिजनेस स्ट्याटिस्टिक्सको च्याप्टर 5 स्क्युनेस, कर्टोसिस एन्ड मोमेन्ट्सको चाहिँ कन्सेप्ट अनि फर्मुला डिस्कसन गरेका थियौँ। अबको पार्टमा चाहिँ 2 मार्क्स, 10 मार्क्स अनि 15 मार्क्सका क्वेसनहरू सल्भ गर्नेछौँ है त। 2076 क्वेसन नम्बर 3 मा चाहिँ के सोधेको छ भन्दाखेरि इन अ मोडरेटली स्क्युड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन मिन मेडियन स्ट्यान्डर्ड डेभिएसन आर 10, 8.5 एन्ड 2 रेस्पेक्टिभली भनेको छ हैन। अनि फाइन्ड द कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस रे के हैन। मिन मेडियन स्ट्यान्डर्ड डेभिएसन दिएकै छ अनि हामीलाई कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस सोधेको छ भनेपछि अब हामीले यहाँ लेख्ने हैन। मिन x बार इक्वल टु 10 हैन, मेडियन md इक्वल टु 8.5, st हैन, स्ट्यान्डर्ड डेभिएसन इक्वल टु 2 हैन। अनि कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस भनेको के हो फर्मुला भन्दाखेरि sk भनेको कोएफिसिएन्ट अफ स्क्युनेस भयो अनि कार्ल पियर्सनको भावेर हैन ब्र्याकेट kp गर्ने हैन। अनि यसको फर्मुला भनेको 3 * x बार माइनस मेडियन डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हुन्छ हैन। ल हामीले यहाँ पढाएको थियौं नि यहाँनिर स्क्युनेसको फर्मुला हामीले पढाएको छौं नि त हैन अगाडि। स्क्युनेस फर्मुला भनेर है कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेसको फर्मुला चाहिँ के हुन्छ भन्दाखेरि sk kp इक्वल टु x बार माइनस मोड डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हुन्छ। यदि मोड दिएको छैन मेडियन दिएको छ भने चाहिँ 3x बार माइनस मेडियन डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हुन्छ हैन। ल भनेपछि कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस इक्वल टु यो फर्मुला हाल्ने हैन। त्यसपछि अब 3 को 3 हैन, x बार 10 छ, त्यसपछि मेडियन 8.5 हैन डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन 2 गरेपछि सल्भ गर्दा फेरि 2.25 आउँछ हैन कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस। अनि अब यसको हामीले कन्क्लुजन पनि लेख्नु पर्छ के हैन। हुन त कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस मात्र सोधेको छ तर हामीले रिजल्ट कन्क्लुजन दिदा झन् राम्रो है त। अब यो स्क्युड हो कि हैन अथवा सिमेट्रिकल हो कि के हो भनेर हामीले यहाँ कन्क्लुजन दिन्छौं है त। ल अब यहाँ हामीले अघि पढाएको थियौं नि हैन स्क्युनेसमा टेस्ट अफ सिमेट्री स्क्युनेस अथवा सिमेट्रिसिटी गर्दाखेरि चाहिँ हैन यदि स्क्युनेसको भ्यालु चाहिँ इक्वल टु 0 आउँछ भने चाहिँ त्यो सिमेट्रिकल अथवा नो स्क्युनेस भयो त्यो स्क्युनेस भएन हैन। यदि के रे स्क्युनेस चाहिँ हैन ग्रेटर देन 0 भन्दा बढी भयो भने राइट ओर पोजिटिभली स्क्युड भयो हैन, अथवा 0 भन्दा कम भयो भने चाहिँ लेफ्ट ओर नेगेटिभली स्क्युड भयो भनेर हामीले पढाएको थियौं हैन पहिला। भनेपछि अब के हुने भयो भन्दाखेरि यो स्क्युनेसको भ्यालु के छ कार्ल पियर्सन स्क्युनेस भन्दाखेरि sk kp इक्वल टु 2.25 छ। यो भनेको ग्रेटर देन 0 हो भनेपछि सो द गिवन डिस्ट्रिब्युसन इज राइट ओर पोजिटिभली स्क्युड भनेर एन्सर लेख्दिनी हैन। यदि यो 0 आएको भए चाहिँ सिमेट्रिकल डिस्ट्रिब्युसन हुन्थ्यो हैन, द डिस्ट्रिब्युसन इज सिमेट्रिकल भनेर लेख्नु पर्थ्यो हामीले हैन। यदि यो के रे 0 भन्दा कम भए माइनसमा आएको भए चाहिँ हैन कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस चाहिँ हामीले के लेख्नु पर्थ्यो डिस्ट्रिब्युसन इज लेफ्ट ओर नेगेटिभ स्क्युड भनेर लेख्नु पर्थ्यो। तर यो पोजिटिभ आएको छ 0 भन्दा बढी आएको छ हैन, 0 भन्दा बढी आएको छ 2.25 भनेको स्क्युनेस हैन। भनेपछि यो चाहिँ के हो राइट ओर पोजिटिभली स्क्युड भयो हैन। ल त्यसपछि पालो आउँछ 2075 क्वेसन नम्बर 7 मा के छ भन्दाखेरि फर अ ग्रुप अफ 10 आइटम्स हैन सिग्मा x इक्वल टु 452 हैन, सिग्मा x स्क्वायर इक्वल टु 24270 एन्ड मोड इक्वल टु 43.7 फाइन्ड द पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस रे के हैन। कार्ल पियर्सन भन्यो भने पियर्सन भन्यो भने कुरा एउटै हो हैन। भनेपछि हामीले फर्मुला त थाहा नै छ हैन। भनेपछि फर्स्टमा हामीले अब के गर्ने भन्दाखेरि हामीलाई योहरु दिएको छ हैन, मोड दिएको छ भनेपछि यसबाट हामीले के कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस सोधेको छ भनेपछि त्यसको फर्मुला के हो मिन माइनस मोड डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हो। मोड दिएको छ भनेपछि हैन, अब मोड दिएको छ भनेपछि त्यो फर्मुला हैन। तर हामीलाई यहाँ मिन छ त हामीसँग मिन र स्ट्यान्डर्ड डेभिएसन छ छैन। तर हामीलाई के दिएको छ 10 आइटम्स भने n दिएको छ हैन। अनि n इक्वल टु 10, त्यसपछि सिग्मा x दिएको छ 452, त्यसपछि सिग्मा x स्क्वायर दिएको छ भनेपछि यसबाट हामीले मिन र स्ट्यान्डर्ड डेभिएसन निकाल्न सक्छौं है। मोड पनि दिएको छ हैन 43.7 है। त्यसपछि अब मिनको फर्मुला के हुन्छ भन्दाखेरि सिग्मा x बाइ n हुन्छ हैन। यो भनेको भ्यालु पुट गर्ने सिग्मा x र n को है 45.2 आउँछ। त्यसपछि स्ट्यान्डर्ड डेभिएसनको फर्मुला के हुन्छ भन्दा रुट अन्डर सिग्मा x स्क्वायर बाइ n माइनस सिग्मा x बाइ n को होल स्क्वायर हुन्छ हैन। यो भनेको अब ट्याक्क भ्यालु पुट गर्दिनी हैन, सिग्मा x स्क्वायर को भ्यालु हैन, त्यसपछि n को भ्यालु माइनस अनि सिग्मा x बाइ n को भ्यालु पुट गरेर गर्दा पनि भयो अथवा यो सिग्मा x बाइ n त हाम्रो अलरेडी निस्किया 45.2 भनेपछि 45.2 डाइरेक्ट पुट गर्दै पनि भयो यसको स्क्वायर हैन। त्यसपछि यसलाई सल्भ गरेर त्यसलाई चाहिँ स्क्वायर रुट गर्दा फेरि हैन कति आउँछ भ्यालु भन्दा फेरि 19.59 आउँछ है। त्यसपछि कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेसको फर्मुला के हुन्छ भन्दा फेरि sk kp इक्वल टु हैन मिन माइनस मोड डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हो हैन। किन यो फर्मुला लाको भन्दा फेरि हैन
यो फर्मुलामा हैन हामीले यो दुईटा फर्मुलामा हैन किन माथिको लागेको भन्दा हामीलाई मुड देखाएको क्वेशनमा हैन यदि मिडियन दिएको भए हामीले यो फर्मुला लाउँथ्यौं हैन सेकेन्डको हैन भनेपछि यही फर्मुला भयो हैन त्यसपछि भ्यालु पुट गर्दिनी हैन x बार हामीले यहाँ निक्लिसकेको 45.2 हैन त्यसपछि माइनस हैन त्यसपछि मोड हाम्रो अलरेडी दिएकै छ 43.7 त्यसपछि स्ट्यान्डर्ड डेभिएसन भनेको निक्लिसक्यो 19.59 है त्यसपछि यो सल्भ गर्दा 0.08 आउँछ है अनि त्यसपछि अब यसमा कन्क्लुजन पनि लेख्दा राम्रो कन्क्लुजन के भनेर लेख्ने भन्दा फेरि यो क्याल्कुलेसन कोएफिसिएन्ट अफ स्क्युनेस चाहिँ 0.08 छ यो भनेको ग्रेटर देन 0 हो त्यही भएर यो चाहिँ पोजिटिभली अथवा राइटली स्क्युड छ भनेर लेख्दिने है ल 2072 क्वेशन नम्बर 5 मा चाहिँ के सोधेको छ भन्दा फेरि टेस्ट द नर्मालिटी अफ द डिस्ट्रिब्युसन अन द बेसिस अफ द फलोइङ इन्फर्मेसन नर्मालिटी भनेको चाहिँ के हो भन्दा फेरि नर्मालिटी भनेको चाहिँ कर्टोसिसमा चेक गरिन्छ के हैन अब जस्तै स्क्युनेस मात्रै सिमेट्रिसिटी अथवा स्क्युनेस टेस्ट गरिन्थ्यो भने हैन नर्मालिटी भनेको चाहिँ कर्टोसिसमा टेस्ट गरिन्छ हैन ल भनेपछि के दिएको छ भन्दा फेरि लोयर क्वार्टाइल Q1 दिएको छ 41.5 अपर क्वार्टाइल Q3 दिएको छ 58.25 हैन 10th पर्सेन्टाइल हैन P10 कति देखा 31.428 दिएको छ भने 90th पर्सेन्टाइल हैन P90 चाहिँ 70 दिएको छ हैन भनेपछि हामीले के दिएको छ यहाँ सरल लेख्ने Q1 Q3 P10 P90 लेख्दिने त्यसपछि अब टेस्ट अफ नर्मालिटी भनेर लेख्दिने हामीले त्यही टेस्ट गर भनेको छ हैन अनि त्यसपछि नर्मालिटी टेस्ट गर्न के कोएफिसिएन्ट अफ कर्टोसिस निकाल भने हो हैन अनि त्यसपछि त्यसको आन्सरको आधारमा हामीले रिजल्ट कन्क्लुजन दिन्छौं हैन भनेपछि कोएफिसिएन्ट अफ कर्टोसिस k इक्वल टु के हुन्छ फर्मुला भन्दा फेरि हामीलाई यहाँ Q1 Q3 अनि पर्सेन्टाइल दिएको भएर चाहिँ यसमा चाहिँ हामीले क्वार्टाइल बेस कर्टोसिस अथवा पर्सेन्टाइल बेस कर्टोसिस लाउनु पर्छ हैन मोमेन्ट बेस्ड कर्टोसिस लाउने हैन किनभने यहाँ त क्वार्टाइल र पर्सेन्टाइल मात्र दिएको छ भनेपछि हामीले क्वार्टाइल बेस अथवा पर्सेन्टाइल बेस कर्टोसिसको कोएफिसिएन्ट अफ कर्टोसिसको फर्मुला लाउँछौं k इक्वल टु के हुन्छ Q3 - Q1 डिभाइड बाइ 2 हैन P90 - P10 हुन्छ अनि त्यसपछि Q3 Q1 हैन P90 P10 को सबको भ्यालु पुट गरेपछि हैन हामीले सल्भ गर्दा 0.217 आन्सर आउँछ हैन ल अनि त्यसपछि अब हाम्रो आन्सर त आयो त्यसपछि यसमा टेस्ट अफ नर्मालिटी हामीले नर्मालिटी टेस्ट गर भनेको थियो नि त हैन यो त कर्टोसिसमा के नर्मालिटी टेस्ट गर्नु भनेको त्यो चाहिँ के रे मेसोकर्टिक हो कि हैन लेप्टोकर्टिक हो कि प्लेटिकर्टिक हो कि हैन त्यो पत्ता लगायो भने अब त्यो पत्ता लगाउन चाहिँ के हामीलाई थाहा हुनु पर्छ भन्दाखेरि हामीले यहाँ अगाडि पढायौ नि टेस्ट अफ नर्मालिटी हैन कर्टोसिसमा चाहिँ हैन एउटा क्वार्टाइल बेस कोएफिसिएन्ट अफ कर्टोसिस हुन्छ अनि यसमा रिजल्ट दिँदा के हुन्छ क्वार्टाइल बेस कोएफिसिएन्ट अफ कर्टोसिसमा चाहिँ रिजल्ट दिँदा के हुन्छ नर्मालिटी टेस्ट गर्दा के हुन्छ भन्दाखेरि इफ k इक्वल टु 0.263 रे के हैन k को कर्टोसिसको भ्यालु चाहिँ 0.263 सँग इक्वल आयो भने त मेसोकर्टिक भन्दा रहेछ अथवा नर्मल डिस्ट्रिब्युसन भन्दा रहेछ हैन k को भ्यालु चाहिँ हैन 0.263 भन्दा बढी आयो भने चाहिँ लेप्टोकर्टिक भन्दा रहेछ अनि k को भ्यालु चाहिँ 0.263 भन्दा कम आयो भने चाहिँ हैन के हुँदा रहेछ प्लेटिकर्टिक हुँदा रहेछ हैन भनेपछि यसलाई कन्क्लुजन दिने हो है अब यहाँनिर सिन्स k इक्वल टु 0.217 व्हिच इज लेस देन 0.263 भन्दा कम हो k को भ्यालु सो गिवन डिस्ट्रिब्युसन इज प्लेटिकर्टिक हो हैन 0.263 भन्दा कम भएको भएर k को भ्यालु कर्टोसिसको भ्यालु हैन त्यो चाहिँ प्लेटिकर्टिक हो हैन त्यसपछि अब हाम्रो अर्को क्वेशन है 2071 क्वेशन नम्बर 5 मा के सोधेको भन्दा फेरि द स्ट्यान्डर्ड डेभिएसन अफ अ सिमेट्रिकल डिस्ट्रिब्युसन इज 7 रे व्हाट मस्ट बी द भ्यालु अफ द फोर्थ मोमेन्ट अबाउट मीन इन अर्डर दैट द डिस्ट्रिब्युसन बी मेसोकर्टिक रे हैन स्ट्यान्डर्ड डेभिएसन के छ भन्दा फेरि 7 छ है त्यसपछि व्हाट मस्ट बी द भ्यालु अफ द फोर्थ मोमेन्ट रे हैन फोर्थ मोमेन्ट अबाउट मीन भने के हो म्यु4 भन्न खोजेको फर्स्ट मोमेन्ट भने म्यु1 सेकेन्ड मोमेन्ट भनेको म्यु2 थर्ड मोमेन्ट भने म्यु3 अनि फोर्थ मोमेन्ट भने म्यु4 भन्न खोजेको अनि म्यु4 को भ्यालु के हुन्छ रे के हुन्छ भने हैन इन अर्डर दैट हैन द डिस्ट्रिब्युसन इज मेसोकर्टिक रे के मेसोकर्टिक त्यो डिस्ट्रिब्युसन चाहिँ हैन जसको जुन डिस्ट्रिब्युसनको चाहिँ स्ट्यान्डर्ड डेभिएसन 7 दिएको छ हो त्यो डिस्ट्रिब्युसन चाहिँ मेसोकर्टिक भयो भने चाहिँ हैन त्यसको फोर्थ मोमेन्ट अथवा म्यु4 को भ्यालु के हुन्छ भने है भनेपछि हामीलाई के दिएको छ यहाँ भन्दा फेरि आन्सर गर्ने है त अब हामीलाई के दिएको छ भन्दा फेरि स्ट्यान्डर्ड डेभिएसन दिएको छ 7 गर्ने हैन अनि त्यसपछि म्यु4 को भ्यालु सोधेको छ मेसोकर्टिक भयो भने भनेछ हैन अनि अब हामीले यहाँ लेख्ने है त डिस्ट्रिब्युसन विल बी मेसोकर्टिक इफ हैन भनेपछि मेसोकर्टिक भने चाहिँ के हो भन्दा फेरि अब हामीले यहाँ अगाडि पढाएको थियौ नि हैन हामीले अगाडि पढाएको थियौ नि मोमेन्ट बेस्ड
कोएफिसिएन्ट अफ कर्टोसिसमा चाहिँ हैन बीटा 2 को भ्यालु के हुन्छ भन्दाखेरि μ4 डिवाइड बाइ μ2 को स्क्वायर हुन्छ हैन अनि यसबाट चाहिँ बीटा 2 को भ्यालु इक्वल टु 3 भयो भने मेसोकर्टिक हुन्छ हैन ग्रेटर देन 3 भयो भने लेप्टोकर्टिक लेस देन 3 भयो भने प्लेटिकर्टिक भनेर पढाएको थियौं हामीले हैन हामीलाई चाहिँ मेसोकर्टिक भयो भने डिस्ट्रिब्युसन के हुन्छ भनेर सोधेछ नि त हैन भनेपछि मेसोकर्टिक हुनको लागि के चाहिँदा रहेछ हामीलाई बीटा 2 को भ्यालु 3 चाहिँदा रहेछ हैन कोएफिसिएन्ट अफ कर्टोसिसको भ्यालु 3 चाहिँदा रहेछ भनेपछि अब हामीले यसबाटै हैन सोलुसन गर्छौं के गर्ने भन्दाखेरि द डिस्ट्रिब्युसन विल बी मेसोकर्टिक इफ भन्ने हैन मेसोकर्टिक हुन्छ रे यो डिस्ट्रिब्युसन त यदि के रे बीटा 2 को भ्यालु 3 भयो भने मात्र मेसोकर्टिक हुन्छ यो डिस्ट्रिब्युसन हैन भनेपछि बीटा 2 भनेको कोएफिसिएन्ट अफ कर्टोसिस हैन अनि यसको भ्यालु 3 भयो भने त यो मेसोकर्टिक हुन्छ यो डिस्ट्रिब्युसन हैन भनेपछि अब यो लेखेपछि अब के गर्ने भन्दाखेरि बीटा 2 को फर्मुला के थियो भन्दाखेरि कोएफिसिएन्ट अफ कर्टोसिसको फर्मुला के थियो मोमेन्ट बेस कोएफिसिएन्ट अफ कर्टोसिसको भन्दाखेरि μ4 डिवाइड बाइ μ2 को स्क्वायर थियो हैन इक्वल टु 3 को 3 भयो है त्यसपछि अर गर्ने त्यसपछि अब μ4 त हामीले सोधेकै छ भनेपछि μ4 जस्तोको त्यस्तै त्यसपछि μ2 हैन μ2 को स्क्वायर भयो यो हैन अनि μ2 भने त के हो भन्दाखेरि μ2 भनेको हामीले अघि पढाएको थियौ नि μ2 भनेको हामीले यहाँ अदर फर्मुला रिलेटिङ टु मोमेन्टमा पढाएको थियौ नि हैन स्ट्यान्ड डेभिएसन भनेको रुट अन्डर μ2 हुन्छ हैन अनि त्यसपछि यसलाई स्क्वायर गर्दा फेरि यसलाई स्क्वायर रुट हटेर μ2 मात्र आउँछ भनेपछि भ्यारिएन्स भनेको अथवा स्ट्यान्ड डेभिएसन स्क्वायर भनेको μ2 रहेछ हैन भनेपछि अब μ2 भने के रहेछ स्ट्यान्ड डेभिएसन स्क्वायर रहेछ नि त हैन भनेपछि μ2 को ठाउँमा के गर्दिने हैन स्ट्यान्डर्ड डेभिएसन स्क्वायर राख्दिने हैन अनि यो के रे यो फर्मुलाको स्क्वायर बस्यो हैन त्यसपछि अब यता यो 3 को 3 भयो इक्वल टु 3 को 3 है त्यसपछि यता जाने यता गएपछि के हुन्छ μ4 को भ्यालु सोधेकै छ जस्तोको त्यस्तै डिवाइड बाइ अनि अब स्ट्यान्डर्ड डेभिएसन स्क्वायर भनेर यहाँ छ नि त आयो नि त भनेपछि स्ट्यान्डर्ड डेभिएसन हाम्रो कति छ त हामीले 7 थियो भनेपछि यहाँ स्ट्यान्डर्ड डेभिएसनको स्क्वायर छ भने यहाँ 7 को स्क्वायर भयो अनि यो ब्र्याकेट हैन अनि स्क्वायरको स्क्वायर हैन अब त्यसपछि इक्वल टु 3 को 3 है अब त्यसपछि के गर्ने भन्दाखेरि यो μ4 को जाको ती बस्छ हैन अनि यो माथि इन्टु भएर जान्छ 7 7 जा हैन 7 को स्क्वायर 7 7 जा 49 हुन्छ 49 हैन यो स्क्वायरको स्क्वायर बस्यो हैन अनि यो अब डिवाइडमा छ हैन अनि इक्वल टु भन्दा उता जाँदा यो डिवाइड हुँदा इन्टु भएर जान्छ इन्टु भएर यहाँ आयो है त्यसपछि अब यो 49 को स्क्वायरको भ्यालु यति आउँछ हैन अनि यो 3 सँग इन्टु गरेपछि हैन μ4 को भ्यालु कति आउँछ 7203 आउँछ μ4 को भ्यालु हैन फोर्थ मोमेन्ट एबाउट मिन पनि निकाल्यौं हैन ल यो नै आन्सर भयो है त 2075 क्वेशन नम्बर 4 मा चाहिँ के छ भन्दाखेरि द फर्स्ट फोर मोमेन्ट्स एबाउट मिन आर 0 3 9 एन्ड 21 रे के टेस्ट द सिमेट्रिसिटी रे के हैन सिमेट्री टेस्ट गर भन्नुको अर्थ चाहिँ यो डिस्ट्रिब्युसन चाहिँ सिमेट्रिकल छ कि अथवा स्क्यूड छ कि हैन पोजिटिभली अथवा राइटली स्क्यूड छ कि नेगेटिभली लेफ्टली स्क्यूड छ कि अथवा सिमेट्रिकल डिस्ट्रिब्युसन हो कि यो हैन अथवा नो स्क्यूनेस भनेको सिमेट्रिकल डिस्ट्रिब्युसन भन्न खोजेको हैन भन्नुको अर्थ स्क्यूनेस पत्ता लगाऊ अनि रिजल्ट लेख कन्क्लुजन लेख भन्न खोजेको हो के हैन भनेपछि हामीलाई फर्स्ट फोर मोमेन्ट्स एबाउट मिन दिएको छ मिन भनेको अब फर्स्ट फोर मोमेन्ट के हो हैन फर्स्ट को चारवटा मोमेन्ट मिनको के हो भन्दा फेरि μ1 μ2 μ3 μ4 त्यही जहाँ 0 3 9 21 0 3 9 21 हैन त्यसपछि अब हामीलाई टेस्ट अफ सिमेट्री भने टेस्ट अफ सिमेट्री भने पनि अथवा टेस्ट अफ स्क्यूनेस भने पनि एउटै कुरा हो हैन अनि यसको लागि अब हामीले के निकाल्नु पर्छ कोएफिसिएन्ट अफ स्क्यूनेस निकाल्नु पर्छ बेस्ड अन मोमेन्ट हैन त्यो भनेको बीटा 1 हो हैन यहाँ हामीले मोमेन्ट बेस कोएफिसिएन्ट अफ स्क्यूनेस भनेको के हो भन्दाखेरि बीटा 1 हो यसको फर्मुला भनेको μ3 को स्क्वायर डिवाइड बाइ μ2 को के भो हैन ल बीटा 1 इक्वल टु μ3 को स्क्वायर डिवाइड बाइ μ2 को के भो है μ3 भनेको 9 को स्क्वायर भो μ2 भनेको 3 को हैन 3 को क्यूब भो हैन त्यसपछि यो 9 9 जा 81 हैन 3 जा 9 9 3 जा 27 है त्यसपछि यसको भ्यालु भनेको 3 आयो हैन 3 भनेको 0 सँग इक्वल छ त छैन नि हैन 3 भनेको त 0 सँग इक्वल छैन त्यही भएर डजन्ट इक्वल टु 0 भनेर लेख्दिने है 0 सँग इक्वल नहुनुको अर्थ के हो भन्दाखेरि
यदि यो बीटाको भ्यालु स्क्युनेसको भ्यालु हैन 0 सँग इक्वल भए सिमेट्रिकल डिस्ट्रिब्युसन हुन्थ्यो स्क्युनेस हुन्थेन त्यसमा हैन यसमा पनि त्यही हो बीटा 1 को भ्यालु यही भए यो र यो पनि स्क्युनेस त हो नि बीटा तर मोमेन्ट बेस्डलाई चाहिँ बीटा 1 ले डिनोट गरिन्छ हैन भनेपछि अब बीटा 1 को भ्यालु 0 भए पनि सिमेट्रिकल हुन्थ्यो त हैन तर 0 छैन भनेपछि त्यो के भयो सिमेट्रिकल डिस्ट्रिब्युसन हैन स्क्युड हो हैन भनेपछि अब हामीले आन्सर लेखिन्छौं सिन्स बीटा 1 डजन्ट इक्वल टु 0 सो गिवन डिस्ट्रिब्युसन इज नट सिमेट्रिकल होइन हैन त्यो त स्क्युड हो यो डिस्ट्रिब्युसन त अनि अब कुन स्क्युड हो पोजिटिभली अथवा राइट स्क्युड हो कि नेगेटिभली लेफ्ट स्क्युड हो त्यो पनि लेख्नु पर्यो नि त भनेपछि त्यो थाहा पाउन हामीले के गर्नुपर्छ यहाँ μ3 लाई हामीले आधार लिनुपर्छ हैन अब हामीले यहाँ बीटालाई आधार लिएर पनि हैन इक्वल टु 0 अथवा ग्रेटर देन 0 अथवा लेस देन 0 गरेर हामीले यसरी आन्सर बनाए पनि भयो बीटालाई नै लिएर मोमेन्ट बेस स्क्युनेसलाई लिएर हैन कोएफिसिएन्ट अफ स्क्युनेसलाई लिएर अथवा बीटालाई लिँदा फेरि हैन यहाँ यदि माइनस आयो भने यो हैन माइनसको स्क्वायर भएर लास्टमा पोजिटिभ नै आउँछ के हैन बीटालाई हामीले लिएर कन्क्लुजन ल्याउँ भने चाहिँ हैन यहाँ यदि μ3 को भ्यालु माइनसमा आयो भने यो माइनसलाई स्क्वायर गर्दा प्लस नै हुन्छ लास्टमा यो बीटाको भ्यालु पोजिटिभ नै आउँछ कि अलवेज पोजिटिभ आउँछ कि बीटाको भ्यालु त्यही भएर नेगेटिभ स्क्युनेसमा चाहिँ हामीलाई बीटाको भ्यालुले थाहा पाउन सकिदैन नेगेटिभली हो कि पोजिटिभली हो भनेर हो यस्तो केसमा चाहिँ हामीले के गर्छौं यो μ3 लाई नै आधार लिन्छौं हैन भनेपछि μ3 लाई डाइरेक्ट आधार लिँदा पनि हुन्छ यसको अर्थ हैन इफ μ3 इक्वल टु 0 हैन μ3 0 भयो भने यो 0 को पावर यति हुन्छ यो सबै 0 आउँछ हैन यसको भ्यालु पनि 0 आयो हैन त्यो सिमेट्रिकल भयो μ3 को भ्यालु 0 छ भने μ3 को भ्यालु ग्रेटर देन 0 छ भने राइट ओर पोजिटिभली स्क्युड भयो हैन μ3 को भ्यालु लेस देन 0 छ भने लेफ्ट ओर नेगेटिभली स्क्युड भयो हैन डाइरेक्ट हामीले μ3 लाई नै आधार मानेर हैन μ3 डजन्ट इक्वल μ3 को 9 भ्यालु छ हैन यो डजन्ट इक्वल टु 0 μ3 डजन्ट इक्वल 0 गिवन डिस्ट्रिब्युसन नट सिमेट्रिकल भनेर डाइरेक्ट लेख्दा पनि हुन्थ्यो हैन तर हामीले यहाँ अब सिमेट्री टेस्ट गर्दा हामीले यहाँ कोएफिसिएन्ट अफ के रे स्क्युनेस पनि त निकाल्नु पर्यो नि त मोमेन्ट बेस्ड हैन स्क्युनेस निकाल्दिएपछि अनि बल्ल कन्क्लुजन दिने है अनि कन्क्लुजन दिँदा अब यो इक्वल छैन भने 0 सँग यो त सिमेट्रिकल होइन सिमेट्रिकल डिस्ट्रिब्युसन अनि त्यसपछि अब यो पोजिटिभली स्क्युड कि नेगेटिभली स्क्युड भन्दा चाहिँ हामीले μ3 लाई आधार लिनु पर्यो भनेपछि μ3 इक्वल टु कति छ 9 छ हैन व्हिच इज ग्रेटर देन 0 0 भन्दा बढी छ भनेपछि यो डिस्ट्रिब्युसन त के रहेछ भन्दा पोजिटिभली स्क्युड रहेछ है सो इट इज राइट ओर पोजिटिभली स्क्युड भनेर लेखिदिने है 2074 क्वेशन नम्बर 2 मा चाहिँ के सोधेको छ भन्दाखेरि द फर्स्ट फोर मोमेन्ट्स अबाउट आर्बिट्रेरी भ्यालु 5 आर -0.1 2.82 0.2 एन्ड 20.58 भनेको छ के हैन फाइन्ड द सेकेन्ड एन्ड थर्ड मोमेन्ट है के फर्स्ट फोर मोमेन्ट रे क्या हैन अबाउट आर्बिट्रेरी भ्यालु रे क्या आर्बिट्रेरी भ्यालु भनेको के हो ए भन्न खोजेको हैन ए भन्न खोजेको मिन हैन नि त एक्चुअल भ्यालु मिन हैन यो त आर्बिट्रेरी भ्यालु हो हैन ए भन्न खोजेको हैन आर्बिट्रेरी भ्यालु चाहिँ के हो 5 हो रे के फर्स्ट फोर यो आर्बिट्रेरी भ्यालु चाहिँ 5 हो रे हैन एज्युम मिन अथवा एज्युम भ्यालु 5 हो रे यसको मोमेन्ट्स चाहिँ चारवटा के छ रे भन्दाखेरि यो छ भन्नुको अर्थ यो के हो आर्बिट्रेरी भ्यालुको मोमेन्ट्स भनेको के हो र मोमेन्ट भन्न खोजेको हैन अथवा र मोमेन्ट हामीले यहाँ पढाइछौं नि हैन र मोमेन्ट्स भनेको के हो मोमेन्ट्स अबाउट आर्बिट्रेरी भ्यालु ए हैन μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश हैन हामीले यहाँ पढिसकेका छौं है अनि त्यसपछि के भनेको छ भन्दाखेरि त्यसपछि आर्बिट्रेरी भ्यालु दिएको छ μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश फाइन्ड द सेकेन्ड एन्ड थर्ड मोमेन्ट अब यो आर्बिट्रेरी भ्यालुको मोमेन्ट दिएको छ अनि सेकेन्ड एन्ड थर्ड मोमेन्ट मात्र भने चाहिँ यसको अर्थ मोमेन्ट अबाउट मिन अथवा सेन्ट्रल भ्यालु सेन्ट्रल मोमेन्ट भन्न खोजे हो के हैन मोमेन्ट अबाउट मिन हैन एक्स बार अथवा सेन्ट्रल मोमेन्ट भन्न खोजे हो के त्यहाँ खुलाको छैन तर अब आर्बिट्रेरी भ्यालु चारवटा दिइसक्यो भनेपछि सेकेन्ड र थर्ड पत्ता लगाऊ भनेको सेन्ट्रल मोमेन्ट पत्ता लगाऊ सेकेन्ड र थर्ड भन्न खोजेको है अब यसको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि हामीले इनहरु फर्मुला हाल्नुपर्छ सेकेन्ड मोमेन्ट भने μ2 हो हैन यसको फर्मुला भनेको μ2 ड्याश माइनस μ1 ड्याश को स्क्वायर हुन्छ त्यसपछि μ3 को फर्मुला भनेको μ3 ड्याश माइनस 3 μ1 ड्याश इन्टु μ2 ड्याश प्लस 2 μ1 ड्याश को होल क्युब हुन्छ हैन भनेपछि यो फर्मुला भयो है अनि हामीले यहाँ के लेख्दियौ हामीले यो आर्बिट्रेरी भ्यालु लेख्दियौ μ1 ड्याश μ2 ड्याश μ3 ड्याश मु4 ड्याश भनेर यो लेख्दियौ त्यसपछि अब हामीलाई के सोधेको सेकेन्ड एन्ड थर्ड मोमेन्ट अबाउट मिन सोधेको थियो हैन अबाउट
मिन त भनेको थिएन तर हामीले यहाँ आर्बिट्रेरी भ्यालुको मुभमेन्ट दिएको भएर हामीले अब यो मिनकै बारेमा मुभमेन्ट निकाल भन्ने रहेछ भनेर सोच्यौं है। त्यही भएर सेकेन्ड एन्ड थर्ड मुभमेन्ट्स एबाउट मिन आर भनेर लेख्ने। त्यसपछि सेकेन्ड मुभमेन्ट भनेको μ2 हो हैन। μ2 को फर्मुला भनेको μ2 ड्याश माइनस μ1 ड्याश को होल स्क्वायर हो हैन। त्यसपछि μ2 ड्याश भनेको यहाँ दिएकै छ 2.28 हैन। त्यसपछि माइनस अनि μ1 ड्याश भनेको माइनस 0.1 छ, माइनस 0.1 है। अनि अब माइनस 0.1 लाई स्क्वायर गरेपछि के हुन्छ, यो माइनस प्लस भइदिन्छ हैन। अनि त्यही भएर प्लस 0.01 हुन्छ यसलाई स्क्वायर गर्दा, भनेपछि 0 प्लस 0.01 भयो, यो माइनस त यो फर्मुलाकै माइनस भयो हैन। त्यसपछि यो सल्भ गर्दा 2.81 आउँछ। त्यसपछि अब μ3 को फर्मुला भनेको μ3 ड्याश माइनस 3 μ1 ड्याश इन्टु μ2 ड्याश प्लस 2 μ1 ड्याश को होल क्युब हैन। भनेपछि μ3 ड्याश को फर्मुला μ3 ड्याश कति छ, μ3 ड्याश भनेको 0.2 छ, 0.2 माइनस 3 μ1 ड्याश भनेको माइनस 0.1 भनेपछि यहाँ इन्टु माइनस 0.1 इन्टु अनि त्यसपछि μ2 ड्याश भनेको μ2 2.82 छ इन्टु 2.82 है, प्लस 2 को 2। त्यसपछि μ1 ड्याश भनेको कति छ भन्दाखेरि माइनस 0.1 हैन इन्टु माइनस 0.1 हैन। यसको क्युब छ भनेपछि क्युब गर्दिने हैन। अनि त्यसपछि 0.2 यो भइहाल्यो। अनि त्यसपछि अब यो छ नि, यो तीनटा इन्टु गर्ने हैन। तर यहाँ माइनस पनि छ भनेपछि यो माइनसले यो माइनसलाई इन्टु गर्दा प्लस हुन्छ, त्यही भएर यहाँ प्लस भ्यालु रह्यो। अनि यो इन्टु गर्दा फेरि यति आयो है। त्यसपछि अब यहाँ पालो है। अब यहाँ पालो अब यसलाई चाहिँ क्युब गर्नु पर्यो नि। क्युब गर्नु पर्यो भन्नुको अर्थ यसलाई 3 ताली इन्टु गर्नु पर्यो, 0.1 माइनस 0.1 इन्टु माइनस 0.1 इन्टु माइनस 0.1 गर्नु पर्यो हैन। माइनस माइनस प्लस हुन्थ्यो 2 ताली गरे भए, तर 3 ताली भनेपछि माइनस 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 फेरि माइनस नै हुन्छ हैन। भनेपछि माइनस आउने भयो, भनेपछि अब यो माइनस गर हैन। यहाँ प्लसमा जान्छ भनेपछि माइनस प्लस अब के हुने भयो, माइनस हुने भयो हैन। त्यही भएर यहाँ माइनस आयो। अनि यसलाई 3 ताली क्युब गर्दा फेरि के भयो, 0.002 भयो। त्यसपछि अब यसलाई सल्भ गर्दा 1.044 आयो एन्सर हैन। थर्ड मुभमेन्ट भनेपछि सेकेन्ड मुभमेन्ट थर्ड मुभमेन्ट निकाल्यौं हामीले हैन। ल अब हामी 2072 क्वेशन नम्बर 4 गर्छौं है त। अब यसमा चाहिँ के सोधेको छ भन्दाखेरि लिस्ट द 5 नम्बर समरी फ्रम द फलोइङ डेली सेल्स डाटा इन 1000 अफ द 7 डिफरेन्ट शप्स रे के 7 वटा शपको हैन। शपको नाम चाहिँ के छ, ए बी सी डी एफ जी हैन। 7 वटा शपको चाहिँ हैन दैनिक सेल्स हुने हैन। डाटा दिएको छ हैन। यसको 50,000 20,000 80,000 10,000 60,000 30,000। अनि यसको चाहिँ 5 नम्बर समरी भने 5 नम्बर समरी, यो त 7 वटा नम्बर छ नि त हैन। 7 वटा शपको चाहिँ डाटा दिएको छ भनेपछि 7 वटा नम्बर छ यसमा चाहिँ। अब हामीलाई 5 नम्बर बनाउनु पर्यो, 5 वटा नम्बरको बनाउनु पर्यो। 5 नम्बर समरी भनेको 5 वटा नम्बरमा यसलाई समराइज गर्नु पर्यो रे के 7 वटालाई। भनेपछि यसलाई हामीले कसरी समराइज गर्न सकिन्छ भन्दाखेरि यो डाटालाई कसरी समराइज गर्न सकिन्छ भन्दाखेरि फर्स्टमा सबभन्दा सानो लेखिदिने, अनि त्यसपछि सबभन्दा ठुलो लास्टको लेखिदिने, अनि बीचको लेखिदिने तीनटा कुन लेख्ने भन्दाखेरि ठ्याक्कै हामीले Q1 Q2 Q3 लेखिदिने हैन। Q1 भनेको 25% मा कुन छ, Q2 भनेको हैन 50% मा कुन छ, अथवा त्यसलाई मिडियन पनि भन्न मिल्यो हैन। अनि अथवा Q3 भनेको 75% मा कुन छ त्यो लेखिदिने हैन। 5 नम्बर समरी कसरी बनाउने भन्दाखेरि फर्स्टमा चाहिँ हामीले के गर्नु छ, हियर गर्नुपर्छ है। त्यसपछि नम्बर अफ सब हामीसँग कति छ, नम्बर 7 वटा सबको बनाएको छ भने 7 भयो, n = 7 है। त्यसपछि अब हामीले यो डाटालाई के गर्नुपर्छ भन्दाखेरि एसेन्डिङ अर्डरमा लेख्नुपर्छ के। एसेन्डिङ अर्डर भनेको सानोदेखि ठुलोसम्म हैन। भनेपछि लेट्स पुटिङ द सेल्स डाटा इन एसेन्डिङ अर्डर वी गेट, हामीले के पाउँछौं भन्दाखेरि फर्स्टमा 10 सानो, 10 पछि 20 हैन, त्यसपछि 30 हैन, त्यसपछि 40 छैन, त्यसपछि 50 हैन, त्यसपछि 50 भन्दा ठुलो कुन छ 60 हैन, त्यसपछि 70 हैन, 70 पछि 80 भनेपछि हामीले एसेन्डिङ अर्डरमा राख्यौं सानोदेखि ठुलोसम्म 7 वटा हैन। त्यसपछि वी ह्याभ हैन, हामीलाई 5 वटा चाहिएको छ 5 नम्बर समरी बनाउने, एउटा सबभन्दा सानो, एउटा लास्टको सबभन्दा ठुलो, अनि बीचको तीनटा हैन। Q1 Q2 Q3 चाहिए भनेपछि अब हामीले फर्स्टमा सबभन्दा सानो 10 रहेछ, सबभन्दा ठुलो 80 रहेछ भनेपछि स्मलेस्ट भ्यालु हैन XS भनिन्छ, स्मलेस्ट भएर S भनेर डिनोट गर्यो है, 10 रहेछ हैन। अनि लार्जेस्ट भ्यालु भनेको XL, लार्जेस्ट भनेको L है। अनि त्यो XL भनेको कति रहेछ 80 रहेछ हैन। भनेपछि अब नाउ फर्स्ट क्वार्टर अब Q1 Q2 Q3 पनि निकाल्नु पर्यो बीचको, भनेपछि अब हामीले निकाल्छौं है त। भनेपछि फर्स्ट क्वार्टरल Q1 = भ्यालु अफ n+1/4 आइटम हो हैन। यो चाहिँ अब कन्टिन्युअस सिरिज भए n/4 आइटम मात्र हुन्थ्यो, तर यो इन्डिभिजुअल अथवा डिस्क्रिट सिरिजको केसमा चाहिँ n+1/4 हुन्छ,
+1 हुन्छ बढी हैन यो इन्डिभिजुअल सिरिज हो त्यही भएर यसको फर्मुला के हुन्छ भ्यालु अफ n+1/4 आइटम हुन्छ हैन त्यो यो भनेको भ्यालु अफ 7 n भनेको 7 हो हैन 7+1/4 आइटम है यो भनेको 7 + 1 8 8 डिभाइड बाइ 4 गरेर 2 आयो भ्यालु अफ टुथ आइटम हैन भ्यालु अफ टुथ आइटम त कुन छ त हाम्रो हैन यसमा चाहिँ सेकेन्ड आइटम कुन छ 2 नम्बरको भन्दा यो 1 2 टुथ आइटम भनेको हैन सेकेन्ड आइटम यो भनेपछि हाम्रो सेकेन्ड आइटम 20 हो हैन 20 आन्सर है त्यसपछि अब पालो हाम्रो के भन्दा फेरि अब हाम्रो Q2 Q1 आए Q2 निकाल्नु पर्यो सेकेन्ड क्वार्टर निकाल्नु पर्यो हैन तर सेकेन्ड क्वार्टर भन्नु भन्दा राम्रो त्यसलाई मिडियन भन्ने हैन हुन त सेकेन्ड क्वार्टर भनेको 50% मा पर्ने हो ठ्याक्कै बीचमा मिडियन भने पनि त्यही हो ठ्याक्कै बीचमा कुरा एउटै हो जुन लेख्दा पनि हुन्छ तर मिडियन लेख्दा राम्रो है त ल भनेपछि भ्यालु अफ n+1/2 आइटम गर्ने यसको फर्मुला भनेको मिडियन हैन त्यो भनेको भ्यालु अफ n भन्ने 7 हो 7 + 1/2 आइटम यो भनेको 8 डिभाइड बाइ 2 गरेर 4 भ्यालु अफ फोर्थ आइटम हुन्छ यो फोर्थ आइटम भनेको अब हामीले यहाँ हेर्ने हैन फोर्थ आइटम कुन छ फर्स्ट सेकेन्ड थर्ड फोर्थ भनेपछि 50 रहेछ Q2 हैन भनेपछि 50 रहेछ Q2 अथवा मिडियन है त्यसपछि थर्ड क्वार्टरको पाली Q3 को पाली भनेपछि भ्यालु अफ के हुन्छ यसको फर्मुला भन्दा फेरि भ्यालु अफ 3 * n+1 डिभाइड बाइ 4 फोर्थ आइटम हैन भनेपछि अब भ्यालु अफ 3 * अनि 7 n भने 7 हो +1 अनि डिभाइड बाइ 4 आइटम हो यो भनेको 7 + 8 भयो 8 3 जा 24 भयो 24 लाई 4 ले डिभाइड गर्दा 4 6 26 आयो भने भ्यालु अफ 6 आइटम हो भ्यालु अफ 6 आइटम भनेको एसेन्डिङ अर्डरमा राखेकै चाहिँ 1 2 3 4 5 6 मा 70 पर्यो भनेपछि Q3 कति रहेछ हाम्रो भ्यालु अफ 6 आइटम 70 रहेछ हैन भनेपछि अब हामीले यहाँ फर्स्टमा हैन स्मलेस्ट पनि लेखेका थियौ यसबाट 5 नम्बर समरी बनाउन सबभन्दा सानो पनि लेखेका थियौ हैन लार्जेस्ट एक्सएल पनि लेखेका थियौ सबभन्दा ठूलो त्यसपछि हामीले बीचको तीनटा Q1 Q2 Q3 पनि निकाल्यौ हैन त्यसपछि लास्टमा अब के गर्ने भन्दा फेरि दी 5 नम्बर समरी इज एज फलोज हैन 5 नम्बर समरी के हुन्छ भन्दा फेरि हामीले यहाँ हैन फर्स्टमा स्मलेस्ट र लार्जेस्ट पनि निकालेका थियौ हैन एक्सएस र एक्सएल भनेपछि अब हामीले 5 नम्बर समरीमा एक्सएस सबभन्दा सानो अनि एक्सएल लास्टमा सबभन्दा ठूलो राख्दिने हैन दुईटा त आयो 5 नम्बरमा अब तीनटा बाँकी हो तीनटा चाहिँ हामीले Q1 Q2 Q3 बीचमा राख्छौं भनेपछि Q1 Q2 Q3 कति आछ भन्दा फेरि 20 50 70 आछ भनेपछि Q1 Q2 लाई MD लेख्दा राम्रो हैन MD Q3 कति हुन्छ 20 50 70 ठ्याक्कै यो एक्सएस पनि लेख्दिने Q1 पनि लेख्दिने MD पनि लेख्ने Q3 पनि लेख्ने एक्सएल पनि लेख्ने यो पाँचवटा नम्बरको समरी भएर हैन समराइज नम्बर भएर त्यसलाई 5 नम्बर समरी भन्छ है अनि यो नै आन्सर भयो है ल बाँकी पार्टहरुमा चाहिँ हामी 10 मार्क्सको अनि 15 मार्क्सको लङ क्वेशनहरु सल्भ गर्ने छौं है त 2076 क्वेशन नम्बर 16 मा के छ भन्दा फेरि द फलोइङ टेबल गिव्स द डिस्ट्रिब्युसन अफ द डेली वेजेस इन अ कम्पनी भनेर दिएको छ यहाँ वेजेसहरु दिएको छ हैन कन्टिन्युअस सिरिजमा अनि त्यसपछि चाहिँ नम्बर अफ वर्कर्स दिएको छ है त यति वेजेस हुने चाहिँ यति जना छ भनेर दिएको छ है त हरेक क्लासमा ल अनि के सोधेको छ हामीलाई क्याल्कुलेट द कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस भनेर सोधेको छ है त अनि इज द डिस्ट्रिब्युसन सिमेट्रिकल जस्टिफाई भने के हैन कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस निकाल अनि त्यसपछि डिस्ट्रिब्युसन सिमेट्रिकल छ कि स्क्युड छ त्यो पनि जस्टिफाई गर प्रुफ गर भने है त ल अब हामी सोलुसन गर्छौं है त अब यहाँ फर्स्टमा हियर लेख्ने त्यसपछि कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस सोधेको त्यही भएर कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस विल बी भन्ने त्यसपछि कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेसको फर्मुला भनेको एसके भनेको स्क्युनेस एसके केपी भनेको कार्ल पियर्सन भन्न खोजेको हैन अनि यसको फर्मुला भनेको x² - मोड डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हुन्छ हैन भन्नुको अर्थ चाहिँ हामीलाई मिन निकाल्छ मोड निकाल्छ अनि स्ट्यान्डर्ड डेभिएसन निकाल्छ है त भनेपछि अब हामीलाई डाटा के दिएको छ भन्दा फेरि x दिएको छ यो कन्टिन्युअस सिरिजमा दिएको छ डाटा अनि त्यसपछि फ्रिक्वेन्सी दिएको छ त्यसको हैन नम्बर अफ वर्कर्स दिएको छ हैन अनि त्यसपछि चाहिँ अब यो कन्टिन्युअस सिरिज हो भनेपछि अब हामीले मिड भ्यालु निकाल्नु पर्छ हैन त्यही भएर मिड भ्यालु निकाल्छौं मिड भ्यालुलाई m ले डिनोट गर्छौं हैन 40 र 50 को मिड भ्यालु भनेको 45 हो हैन यसैगरी हामीले दुईटा जोडेर डिभाइड बाइ 2 गरेर हरेकको मिड भ्यालु निकाल्छौं है अनि त्यसपछि हाम्रो fm आउँछ fm भनेको चाहिँ f र m लाई इन्टु गरेर fm आउँछ है अनि त्यसपछि हामीले फेरि fm स्क्वायर निकाल्छौं के हैन fm स्क्वायर भनेको चाहिँ fm मा फेरि एकताली m ले इन्टु गरेपछि fm स्क्वायर आउँछ हैन हामीले यो fm इन्टु गरेर fm आउँछ fm मा फेरि एकताली m ले यसले इन्टु गर्छु यसलाई फेरि एकताली यसले इन्टु गरेपछि हैन यो आउँछ हैन त्यसैगरी हामीले निकाल्छौं हैन
पहिले एफएम इन्टु गरेर यो निकाल्छौँ, यसलाई फेरि एकताली एमले इन्टु गरेर यो निकाल्छौँ हैन, फेरि यो दुईटा इन्टु गरेर एफएम निकाल्छौँ, फेरि यसलाई एमले फेरि इन्टु गरेर एफएम स्क्वायर निकाल्छौँ। यसरी निकाल्दै जान्छौँ। त्यसपछि हामीले टोटल गर्छौँ हैन, यो एफएम को टोटल सिग्मा एफएम हुन्छ हैन, अनि त्यसपछि एफएम स्क्वायर को टोटल सिग्मा एफएम स्क्वायर हुन्छ हैन। अनि यसरी टोटल गरेपछि हामीले के गर्छौँ भन्दाखेरि अब हामीले के निकाल्छौँ भन्दाखेरि फर्स्टमा मिन निकाल्छौँ है त। भनेपछि मिनको फर्मुला के हो भन्दाखेरि मिन एक्स बार इक्वल टु सिग्मा एफएम डिभाइड बाई एन हुन्छ हैन। सिग्मा एफएम भनेको हाम्रो कति आछ, सिग्मा एफएम 14,065 आछ भने एन हाम्रो 169 छ भनेपछि 14,065 डिभाइड बाई 169 गर्ने। त्यसपछि यो सल्भ गर्दाखेरि 83.22 आउँछ मिन हैन। त्यसपछि स्ट्यान्डर्ड डेभिएसन निकाल्ने, स्ट्यान्डर्ड डेभिएसनको फर्मुला भनेको रुट अन्डर सिग्मा एफएम स्क्वायर डिभाइड बाई एन माइनस सिग्मा एफएम बाई एन को होल स्क्वायर हो कन्टिन्युअस सिरिजमा हैन। भनेपछि अब यो फर्मुलामा हामीले भ्यालु पुट गर्ने सिग्मा एफएम स्क्वायर हैन, हामीले यहाँ निकालेकै छौँ सिग्मा एफएम स्क्वायर निकाल्छौँ 12,41,825 एन 165 छ भनेपछि 12,41,825 डिभाइड बाई एन 169 माइनस सिग्मा एफएफ बाई एन भनेको हामीले अलरेडी निकालेका हौँ, त्यही भएर 83.22 हैन अलरेडी यहाँ दिएर हामीले त्यसको स्क्वायर गर्दै हौँ फर्मुलाको स्क्वायर है। अनि त्यसपछि यसलाई सल्भ गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दाखेरि 22.55 आउँछ हैन। भनेपछि अब हामीले यो मिन पनि निकाल्यौं, स्ट्यान्डर्ड डेभिएसन पनि निकाल्यौं हैन। अब हामीले के निकाल्नुपर्छ, मुड बाँकी छ हैन। भनेपछि मुडको लागि के गर्नुपर्छ, मुड भनेको के हो त भन्दाखेरि मोस्ट रिपिटेड भ्यालु हो नि त हैन। अब यो इन्डिभिजुअल सिरिजमा भए भए त मोस्ट रिपिटेड जुन छ, इन्डिभिजुअल सिरिजमा भए भए मोस्ट रिपिटेड जुन छ त्यही नै मुड हुन्थ्यो हैन। अब यो मोस्ट रिपिटेड कुन छ त यसमा भन्दाखेरि 35, यसको फ्रिक्वेन्सी 35 छ भनेपछि अब यहाँ इन्डिभिजुअल अथवा डिस्क्रिट सिरिज भए भए त हैन हामीले यो नै मुड हो भनेर सोच्थ्यौं हैन। तर अब यहाँ त क्लास दिया छ भनेपछि यो 80 देखि 90 भित्र मुड पर्छ हैन। यहाँ त क्लास दिया एउटा फिक्स अब्जर्भेसन दिएको छैन, क्लासमा दिया छ भनेपछि अब 80 देखि 90 भित्र पर्ने हाम्रो के आउँछ, मुड आउँछ। यसको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि मुडको क्लास निकाल्नुपर्छ। मुडको क्लास भनेको 80 to 90 हो। अब यहाँ हामीले निकाल्छौं है त। कसरी निकाल्ने भन्दाखेरि मुड क्लास इक्वल टु क्लास ह्याभिङ म्याक्सिमम फ्रिक्वेन्सी अथवा मोस्ट रिपिटेड क्लास भन्ने पनि भयो हैन। एकदम धेरै ताली रिपिट भएको क्लास जुन हो त्यही नै मुड हो हैन। वास्तवमा मुड भनेको मोस्ट रिपिटेड भ्यालु हो हैन, मोस्ट रिपिटेड अब्जर्भेसन हो हैन। तर यहाँ क्लासमा दिएको छ, कन्टिन्युअस सिरिजमा देखा भनेपछि पहिले हामीले क्लास पत्ता लगाउनु पर्यो, क्लासबाट अनि मुड पत्ता लगाउने हो भनेपछि क्लास ह्याभिङ म्याक्सिमम फ्रिक्वेन्सी भनेको हैन मुडको क्लास हो भनेपछि के हो त्यो भने 80 to 90 हो। धेरै ताली रिपिट भएको भ्यालु भनेको फ्रिक्वेन्सीमा कुन छ, 35 छ हैन। यो क्लासमा हैन, यो क्लासको यो वेजेज हुने धेरै जना रहेछन् भनेपछि मोस्ट रिपिटेड फ्रिक्वेन्सी भने यो हो। यसको क्लास भने 80 to 90 हो भनेपछि क्लास ह्याभिङ म्याक्सिमम फ्रिक्वेन्सी हाम्रो 80 to 90 आउँछ। त्यसपछि अब यसबाट हामीले के गर्नुपर्छ, एल भनेको लोएस्ट हैन, यसमा लोएस्ट कुन छ 80 90 मा 80 छ हैन, कम। अनि त्यसपछि F1 भनेको कुन मान्ने भन्दाखेरि F1 भनेको अब यो क्लासमा हैन F कुन छ 35 छ, मोस्ट रिपिटेड फ्रिक्वेन्सी यही छ हैन। भनेपछि 35 हाम्रो F1 हुन्छ हैन। अनि यसको ठ्याक्कै माथिको F0 हुन्छ भने यसको ठ्याक्कै तलको F2 हुन्छ। F1 35, F0 28 हैन, अनि F2 25 हुन्छ है। भनेपछि F1 35, F0 28 माथिको अनि F2 भनेको हैन त्यसको तलको 25 है। अनि त्यसपछि I भनेको चाहिँ यसको डिफरेन्स, कमन डिफरेन्स हैन, यसको बीचको डिफरेन्स कति छ 10 छ भनेपछि 10 हो हैन, कमन डिफरेन्स। त्यसपछि अब हामीले मुडको फर्मुला हाल्ने है। मुडको फर्मुला के हुन्छ, मुड MO इक्वल टु के हुन्छ भन्दाखेरि L प्लस F1 माइनस F0 डिभाइड बाई F1 माइनस F0 प्लस F1 माइनस F2 इन्टु I हुन्छ है। त्यसपछि अब यसको भ्यालु पुट गर्ने हैन, सबैमा L को F1 F0 हैन, यसमा F1 F0 F2 सबैको भ्यालु पुट गरेपछि अनि इन्टु 10 हैन I गरेपछि हाम्रो कति आउँछ भन्दाखेरि मुड 84.12 आउँछ हैन। भनेपछि यही 80 to 90 भित्र मुड पर्थ्यो, हाम्रो 84 आयो। 84 भनेको 80 to 90 भित्रै पर्छ है। त्यसपछि अब के गर्ने भन्दाखेरि अब हामीले यहाँनिर मिन पनि निकाल्यौं, स्ट्यान्डर्ड डेभिएसन पनि निकाल्यौं हैन, अनि त्यसपछि मुड पनि निकाल्यौं नि त
मोड पनि निकाल्यौं भनेपछि अब कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेसको फर्मुला भनेको SKKP = मिन माइनस मोड डिभाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हुन्छ हैन। त्यसपछि अब मिनको भ्यालु 83.222 अनि स्ट्यान्डर्ड डेभिएसनको 22.55 अनि त्यसपछि मोडको 84.12 हैन। भनेपछि यहाँ भ्यालु पुट गर्ने मिन मोड स्ट्यान्डर्ड डेभिएसनको, त्यसपछि सल्भ गर्दाखेरि माइनस 0.04 आउँछ है। त्यसपछि के भन्ने भन्दाखेरि सिन्स SKKP भनेको कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेस हैन इक्वल टु माइनस 0.04 आयो एन्सर, व्हिच इज डजन्ट इक्वल टु 0 हैन। त्यो चाहिँ 0 सँग इक्वल छैन। सो द गिवन डिस्ट्रिब्युसन इज नट सिमेट्रिकल, सिमेट्रिकल होइन नि त हैन। भन्नुको अर्थ चाहिँ कार्ल पियर्सन कोएफिसिएन्ट अफ स्क्युनेसको फर्मुला यो हो हैन। अनि यसको कन्क्लुजन दिँदा चाहिँ हाम्रो SKKP 0 सँग इक्वल आयो भने सिमेट्रिकल अथवा स्क्युनेस भएन त्यो हैन। अनि त्यसपछि SK भन्दा हैन स्क्युनेस के रे कोएफिसिएन्ट अफ स्क्युनेस 0 भन्दा बढी आयो भने चाहिँ राइट ओर पोजिटिभली स्क्युड भयो, 0 भन्दा कम आयो भने लेफ्ट ओर नेगेटिभली स्क्युड भयो। भनेपछि हाम्रो के आछ एन्सर त माइनस 0.04 आछ। त्यो भनेको 0 भन्दा कम हो, माइनसमा भनेपछि 0 भन्दा कम भयो हैन। भनेपछि लेफ्ट ओर नेगेटिभली स्क्युड भयो हैन। भनेपछि अब एन्सर लेख्ने हैन। सिन्स SKKP इक्वल टु माइनस 0.04 डजन्ट इक्वल टु 0 हैन, 0 सँग इक्वल छैन। सो गिवन डिस्ट्रिब्युसन नट सिमेट्रिकल, सिमेट्रिकल होइन डिस्ट्रिब्युसन। के हो त यो भन्दाखेरि इट इज लेस देन 0, 0 भन्दा कम छ, माइनसमा छ भनेपछि सो द गिवन डिस्ट्रिब्युसन इज लेफ्ट ओर नेगेटिभली स्क्युड। डिस्ट्रिब्युसन चाहिँ लेफ्ट ओर नेगेटिभली स्क्युड डिस्ट्रिब्युसन हो भनेर लेख्दिने है त एन्सर। ल 2075 क्वेशन नम्बर 12 मा चाहिँ के छ भन्दाखेरि द फर्स्ट 4 मोमेन्ट्स अबाउट द भ्यालु 5 हैन is 2, 20, 40, 50 respectively भनेको के। क्याल्कुलेट मीन भ्यारिएन्स कोएफिसिएन्ट अफ स्क्युनेस एन्ड कोएफिसिएन्ट अफ कर्टोसिस अफ द डिस्ट्रिब्युसन के हैन। यो फर्स्ट 4 मोमेन्ट्स अबाउट द भ्यालु 5 इज 2, 20, 40, 50 रेस्पेक्टिभली भनेको नि। यसको अर्थ चाहिँ यो चाहिँ र मोमेन्ट हो भन्नु खोजेको है। मोमेन्ट अबाउट आर्बिट्रेरी भ्यालु अथवा एनी एज्युम मिन भन्नु खोजेको, एक्चुअल मिनको भ्यालु होइन है। एज्युम मिन अथवा आर्बिट्रेरी भ्यालु 5 चाहिँ यसको र मोमेन्ट भनेको 2, 20, 40, 50 छ। र मोमेन्ट भनेको के रे μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश भन्न खोजेको है। त्यसपछि क्याल्कुलेट मिन भ्यारिएन्स कोएफिसिएन्ट अफ स्क्युनेस एन्ड कोएफिसिएन्ट अफ कर्टोसिस अफ द डिस्ट्रिब्युसन भने हैन। भनेपछि हामीलाई र मोमेन्ट दिएको छ अनि मिन भ्यारिएन्स कोएफिसिएन्ट अफ स्क्युनेस अनि कोएफिसिएन्ट अफ कर्टोसिस निकाल भनेको छ हैन। भनेपछि अब हामीले यहाँ अगाडि पढेको थियौं नि मुभमेन्ट्समा चाहिँ सेन्ट्रल मुभमेन्ट अथवा मुभमेन्ट्स अबाउट मिन भनेको चाहिँ μ1 μ2 μ3 μ4 भने र मोमेन्ट अथवा मुभमेन्ट्स अबाउट आर्बिट्रेरी भ्यालु ए भनेको चाहिँ हैन μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश हो हैन। हामीलाई यही दिएको छ। अब हामीलाई यो चाहिँ सेन्ट्रल मुभमेन्ट निकालेर के निकाल्छ मिन स्ट्यान्डर्ड डेभिएसन अथवा भ्यारिएन्स हैन। अनि त्यसपछि कोएफिसिएन्ट अफ कर्टोसिस कोएफिसिएन्ट अफ स्क्युनेस निकाल्छ हैन। भनेपछि अब फर्स्टमा हामीले सेन्ट्रल मुभमेन्ट निकाल्नु पर्यो हैन। μ1 μ2 μ3 μ4 निकाल्नु पर्यो। त्यसको लागि फर्मुला के हो सेन्ट्रल मुभमेन्टको भन्दाखेरि μ1 μ2 μ3 μ4 यो फर्मुलाहरु हुन् है। अब हामीले यो फर्मुला लाएर चाहिँ सोलुसन गर्छौं है त। भनेपछि हामीलाई फर्स्ट फर र मोमेन्ट अबाउट आर्बिट्रेरी भ्यालु हैन, आर्बिट्रेरी भ्यालु 5 को चाहिँ र मोमेन्ट दिएको छ। μ1 र मोमेन्ट भनेको μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश दिएको छ हैन। अब हामीले त्यसपछि सेन्ट्रल मुभमेन्ट निकाल्छ अथवा मुभमेन्ट अबाउट मिन निकाल्छ। त्यो भनेको त्यो फर्स्ट 4 मुभमेन्ट्स अबाउट मिन आर भन्ने μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश को फर्मुला हाल्ने हैन। भनेपछि के छ यसको फर्मुला भन्दाखेरि μ1 को फर्मुला चाहिँ μ1 ड्याश माइनस μ1 ड्याश हुन्छ। यो μ1 को भ्यालु चाहिँ अलवेज 0 आउँछ के, किनभने यसको फर्मुला भनेको μ1 ड्याश माइनस μ1 ड्याश हो भनेपछि हैन। यो 2 - 2 भएर 0, यो अलवेज 0 नै आउँछ के। फर्मुला यो हुने भएपछि यो 0 नै आयो नि त हैन। त्यसपछि μ2 को फर्मुला भनेको μ2 ड्याश माइनस μ1 ड्याश को होल स्क्वायर हुन्छ है। μ2 ड्याश भनेको हाम्रो 20 छ हैन, यहाँ 20 छ हैन। 20 माइनस μ1 ड्याश भने 2 छ, 2 को स्क्वायर गरेपछि हैन यसलाई सल्भ गर्दा 16 आउँछ है। त्यसपछि μ3 को फर्मुला हाल्ने। μ3 को फर्मुला भनेको μ3 ड्याश माइनस 3 μ1 ड्याश इन्टु μ2 ड्याश प्लस 2 μ1 ड्याश को होल क्युब हो हैन। होल क्युब हो भनेपछि अब ठ्याक्कै हामीले μ3 ड्याश μ1 ड्याश μ2 ड्याश हैन अनि μ1 ड्याश को होल क्युब यिनीहरु सबै यहाँ पुट गर्दिने। μ3 μ1 μ2 μ1 को सबै भ्यालु पुट गर्दिने। यो सबै पुट गरेपछि μ3 को भ्यालु -64 आउँछ है। त्यसपछि हाम्रो पालो आउँछ μ4 को। μ4 को फर्मुला के हो भन्दाखेरि μ4 को फर्मुला भनेको μ4 ड्याश माइनस 4 μ1 ड्याश इन्टु μ3 ड्याश प्लस 6 μ1 ड्याश को स्क्वायर इन्टु μ2 ड्याश माइनस 3 μ1 ड्याश को होल को पावर 4
हैन भनेपछि अब यसको यहाँनिर ठ्याक्कै हामीले भ्यालु पुट गर्ने यो हामीले सल्भ गर्दा कति आउँछ 162 आउँछ हैन भनेपछि अब हाम्रो फर्स्ट 4 मोमेन्ट्स अबाउट मिन अथवा सेन्ट्रल मोमेन्ट पनि निस्क्यो चारवटा μ1 μ2 μ3 μ4 भनेपछि अब हामीलाई के सोधेको थियो मिन सोधेको थियो भ्यारिएन्स कोएफिसिएन्ट अफ स्क्युनेस अनि कोएफिसिएन्ट अफ कर्टोसिस सोधेको थियो भनेपछि अब हामीले फर्मुला हाल्छौं हैन हामीले अगाडि पढेको थियो नि यो फर्मुलाहरु अदर फर्मुला रिलेटिङ टु मोमेन्ट्स भनेर पढेको थियो नि मिनको फर्मुला चाहिँ a प्लस μ1 ड्याश हुन्छ भने हैन स्ट्यान्डर्ड डेभिएसनको रुट अन्डर μ2 हुन्छ अथवा यसलाई भ्यारिएन्स गर्दा चाहिँ भ्यारिएन्सको चाहिँ μ2 हुन्छ हैन अनि सीबी भनेको स्ट्यान्डर्ड डेभिएसन बाइ मिन इन्टु 100% हुन्छ है यो फर्मुला पढेको थियौ अब यही फर्मुला हामीले लगाउँछौं है त भनेपछि मिन x बार इक्वल टु a प्लस μ1 ड्याश हुन्छ है a भनेको हाम्रो कति छ हामीलाई यहाँ क्वेशनमा दिएको थियो यहाँ क्वेशनमा दि फर्स्ट 4 मोमेन्ट्स अबाउट हैन दि भ्यालु 5 इज यति भनेर र मोमेन्ट दिएको थियो भनेपछि र मोमेन्ट दिएको थियो भनेपछि आर्बिट्री भ्यालु 5 छ हैन a इक्वल टु 5 छ हामी यहाँ लेखेको पनि छौं हैन भनेपछि a इक्वल टु 5 हो 5 प्लस μ1 ड्याश भनेको कति छ हाम्रो μ1 ड्याश हामीले दिएकै छ क्वेशनमा 2 हैन भनेपछि हामीले 2 राख्दिन्छौं यहाँ त्यसपछि 7 आउँछ मिन चाहिँ हैन त्यसपछि भ्यारिएन्स भनेको स्ट्यान्डर्ड डेभिएसन स्क्वायर हो हैन यो भनेको μ2 हो हैन इक्वल टु 16 भयो हैन यदि यहाँ स्ट्यान्डर्ड डेभिएसन पनि सोध्या हुन सक्छ के किनभने यही क्वेशन 2072 मा पनि सोध्या छ त्यसमा चाहिँ सेम यही क्वेशन हो तर यसमा भ्यारिएन्सको सट्टा स्ट्यान्डर्ड डेभिएसन सोध्या थियो है स्ट्यान्डर्ड डेभिएसन सोध्या भए त यहाँ हैन के हुन्थ्यो भन्दाखेरि हामीले यहाँ पढेका छौं स्ट्यान्डर्ड डेभिएसन सोध्या भए रुट अन्डर μ2 हुन्थ्यो हैन अब यसलाई स्क्वायर गरेपछि यसलाई पनि स्क्वायर हुन्छ हैन यो μ2 को के रे यो स्ट्यान्डर्ड डेभिएसनको स्क्वायर हुन्छ अनि यसलाई स्क्वायर गर्दा रुट हट्छ त्यसो μ2 मात्र बाँकी रहन्छ त्यही भएर यो फर्मुला बनायो मेन यो हो भनेपछि स्ट्यान्डर्ड डेभिएसन सोध्या भए रुट अन्डर μ2 गर्नु पर्थ्यो हैन तर हामीलाई भ्यारिएन्स सोध्या भनेपछि भ्यारिएन्स भनेको स्ट्यान्डर्ड डेभिएसन स्क्वायर हो यो भनेको μ2 हो भनेपछि डाइरेक्ट हामीले भ्यारिएन्स भनेको हैन μ2 लेख्दिने त्यसपछि 16 भो μ2 भनेको हाम्रो कति छ हाम्रो कति आछ μ2 भन्दाखेरि 16 आछ भनेपछि 16 आन्सर है भ्यारिएन्स भनेको त्यसपछि कोएफिसिएन्ट अफ स्क्युनेस पनि सोधे कोएफिसिएन्ट अफ स्क्युनेस बेस्ड अन मोमेन्ट हो नि त हैन यो मोमेन्ट्सको बारेमा दिएको छ भनेपछि मोमेन्टबाट हामीले निकाल्नु पर्छ मोमेन्ट बेस्ड कोएफिसिएन्ट अफ स्क्युनेस निकाल्ने त्यो भनेको बीटा 1 हो हैन अनि मोमेन्ट्स बेस्ड कोएफिसिएन्ट अफ कर्टोसिस निकाल्ने त्यो भनेको बीटा 2 हो हैन हामीले यहाँ अगाडि गरेका छौं यहाँ मोमेन्ट बेस्ड कोएफिसिएन्ट अफ स्क्युनेस भनेको बीटा 1 हो यसको फर्मुला भनेको μ3 को स्क्वायर डिवाइड बाइ μ2 को क्यूब हुन्छ हैन अनि त्यसपछि मोमेन्ट बेस्ड कोएफिसिएन्ट अफ कर्टोसिस भनेको बीटा 2 हो यसको फर्मुला μ4 डिवाइड बाइ μ2 को स्क्वायर हुन्छ है भनेपछि अब हामीले यहाँ फर्मुलामा हाल्छौं है भनेपछि कोएफिसिएन्ट अफ स्क्युनेस बीटा 1 भनेको μ3 को स्क्वायर डिवाइड बाइ मु2 को होल क्यूब हैन त्यसपछि अब μ3 को भ्यालु हाल्छौं हामीले यहाँ हैन -64 त्यसपछि यसको स्क्वायर हुन्छ त्यसपछि μ2 को भ्यालु हाल्छौं 16 को क्यूब हुन्छ हैन अनि त्यसपछि -64 को स्क्वायर गर्दा कति हुन्छ भन्दा यो -2 ताले स्क्वायर भएपछि माइनस इन्टु माइनस हुन्छ त्यो प्लसै भएर आउँछ 4096 आउँछ 64 को स्क्वायर त्यस 16 को होल क्यूब गर्दा 4096 नै आउँछ यसलाई कट गर्दा फेरि 1 आउँछ आन्सर हैन त्यसपछि अब हामीले कन्क्लुजन त लेख्नु पर्यो कन्क्लुजन चाहिँ बीटाकै आधारमा हामीले दिदा पनि हुन्छ हैन अब कन्क्लुजन चाहिँ हामीले बीटा 1 लाई नै आधार मानेर दिदा पनि हुन्छ हैन यो पनि स्क्युनेस त हो नि मोमेन्ट बेस्ड हो त्यही भएर बीटा 1 लाई रिनु गरेको हैन अनि अब बीटा 1 सँग इक्वल छ भने 0 सँग बीटा 1 चाहिँ 0 सँग इक्वल छ भने सिमेट्रिकल हैन 0 भन्दा बढी छ भने पोजिटिभली स्क्युड अनि 0 भन्दा कम छ भने नेगेटिभली स्क्युड दिँदा पनि हुन्छ तर के गरी μ3 को भ्यालु माइनसमा आहा भने हैन यसलाई स्क्वायर गर्दा फेरि यो पोजिटिभ आउँछ भनेपछि μ1 को भ्यालु कहिले नेगेटिभ आउँदैन के हो यस्तो केसबाट बच्न चाहिँ हामीले μ3 लाई चाहिँ आधार मानेर कन्क्लुजन दिन्छौं हैन भन्नुको अर्थ μ3 लाई अब आधार मानेर कन्क्लुजन दिँदा चाहिँ μ3 को भ्यालु 0 सँग इक्वल भयो भने सिमेट्रिकल भन्छौं μ3 को भ्यालु ग्रेटर देन 0 भयो भने पोजिटिभली स्क्युड अनि μ3 को भ्यालु लेस देन 0 भयो भने लेफ्ट ओर नेगेटिभली स्क्युड भन्छौं है भनेपछि μ3 को भ्यालु -64 छ यो भनेको लेस देन 0 हो हैन नेगेटिभ भनेपछि लेस देन 0 सो गिवन डिस्ट्रिब्युसन इज लेफ्ट ओर नेगेटिभली स्क्युड भनेर लेख्दिनी हैन ल त्यसपछि पाला आउँछ कोएफिसिएन्ट अफ कर्टोसिस को हैन त्यो भनेको बीटा 2 हामीले अघि फर्मुला पढिसक्यौ हैन μ4 डिवाइड बाइ μ2 को स्क्वायर हुन्छ है त्यसपछि μ4 को भ्यालु हामीले यहाँ निकालेको थियौ कति आछ भन्दा फेरि 162 हैन अनि μ2 भनेको 16 आछ हैन भनेपछि μ4 को भ्यालु 162 डिवाइड बाइ μ2 को भ्यालु 16 को स्क्वायर गर्दिनी फर्मुलाको हैन त्यसपछि यो सल्भ गर्दा 0.63 आउँछ अनि अब हामीले कन्क्लुजन दिनु पर्यो है यो भने कर्टोसिस को कन्क्लुजन हो है
अनि अब हामीले यहाँ पढेछौं कर्टोसिसमा चाहिँ हैन मुभमेन्ट बेस कोएफिसिएन्ट अफ कर्टोसिसमा बीटा 2 को भ्यालु चाहिँ हैन बीटा 2 को भ्यालु 3 सँग इक्वल आयो भने मेसोकर्टिक हुन्छ अथवा नर्मल डिस्ट्रिब्युसन भयो त्यो हैन अनि अथवा 3 भन्दा बढी आयो भने चाहिँ हैन ग्रेटर देन 3 आयो भने त लेप्टोकर्टिक भयो लेस देन 3 हैन अथवा 3 भन्दा कम आयो भने चाहिँ प्लेटिकर्टिक भयो हैन भनेपछि अब बीटा 2 को भ्यालु कति आछ भन्दा 0.63 हो भने लेस देन 3 हो 3 भन्दा कम हो भनेपछि हामीले आन्सर लेख्छौं सिन्स बीटा 2 इक्वल टु 0.63 व्हिच इज लेस देन 3 भन्दा कम छ जुन चाहिँ हैन सो द गिवन डिस्ट्रिब्युसन इज प्लेटिकर्टिक भनेर लेख्दिने आन्सर है ल 2075 क्वेशन नम्बर 13 मा चाहिँ के सोधेको छ भन्दाखेरि The data below represents the amount of the grams of the carbohydrate in a serving of a breakfast cereal के हामीले ब्रेकफास्ट सर्भ गर्दा चाहिँ हामीले ब्रेकफास्ट दिँदा चाहिँ हैन त्यो ब्रेकफास्टमा चाहिँ कार्बोहाइड्रेटको मात्रा कति छ त्यसको डाटा दिएको छ रे के यो चाहिँ हैन अब 11 ग्राम छ कुनैमा 15 ग्राम कुनैमा 23 ग्राम 29 22 ग्राम 21 ग्राम 20 ग्राम यसरी हैन 15 25 17 ग्राम इनर छ रे कार्बोहाइड्रेटको मात्रा चाहिँ है डाटा दिएको छ अनि कन्स्ट्रक्ट अ बक्स एन्ड व्हिस्कर प्लट फर द कार्बोहाइड्रेट एमाउन्ट के बक्स एन्ड व्हिस्कर प्लट बनाऊ भनेछ बक्स एन्ड व्हिस्कर प्लट भनेको के हो भन्दाखेरि अब यो डाटालाई हामीले हैन अब ग्राफमा प्रेजेन्ट गर्नुपर्छ हैन अनि त्यसमा चाहिँ हामीले बक्स बनाएर हैन त्यो व्हिस्कर भनेको जुंगा हैन जुंगेदार बक्स बनाउनु पर्छ के अब हामीले यो बक्स एन्ड व्हिस्कर प्लट कसरी बनाउनु भनेर सोलुसन गर्छौं है त ल फर्स्टमा चाहिँ हामीले हैन यो डाटाहरुलाई चाहिँ 5 नम्बर समरीमा के गर्नुपर्छ समराइज गर्नुपर्छ हैन 5 नम्बर समरी कसरी बनाउनु भन्दाखेरि फर्स्टमा यो डाटाहरुलाई चाहिँ हामीले एसेन्डिङ अर्डरमा अथवा सानोदेखि ठूलोमा मिलाएर राख्नुपर्छ त्यसपछि हामीले सबभन्दा सानो सबभन्दा ठूलो अनि बीचको तीनटा हैन Q1 Q2 Q3 निकाल्नुपर्छ त्यसपछि त्यो 5 वटा भनेको हाम्रो के हुन्छ भन्दाखेरि के रे 5 नम्बर समरी हुन्छ 5 वटा नम्बरको समरी हैन 5 वटा नम्बरको समरी बनाएपछि त्यसलाई हामीले हैन त्यसपछि ग्राफमा प्रेजेन्ट गर्छौं बक्स एन्ड व्हिस्कर प्लटमा प्रेजेन्ट गर्छौं हैन हामीले त्यही नै भनेको छ भनेपछि पहिले हामीले 5 नम्बर समरी बनाउनु पर्छ है त त्यसको लागि हामीले पहिले यो डाटालाई चाहिँ सानोदेखि ठूलोसम्म मिलाएर राख्नुपर्छ है त ल Arranging the data in ascending order भन्नुको अर्थ सानोदेखि ठूलोसम्म एसेन्डिङ ठूलोदेखि सानो भनेको डिसेन्डिङ हुन्थ्यो एसेन्डिङ अर्डर भनेको सानोदेखि ठूलोसम्म मिलाएर राख्दा हैन वी ह्याभ हामीले के पाउँछौं भन्दाखेरि यो डाटालाई हैन सबभन्दा सानो 11 छ त्यसपछि 15 छ त्यसपछि फेरि अर्को पनि 15 छ हैन त्यसपछि यहाँ कुन सानो छ त्यसपछि 17 छ हो यसरी गरेर सानोदेखि ठूलोसम्म हामीले सबै डाटा मिलाउँदा हैन 29 लास्टमा 29 आयो 29 दुईटा 29 आए भनेपछि यसरी सब डाटा हामीले मिलाएर राख्दिने है त्यसपछि सानोदेखि ठूलोसम्म त्यसपछि के गर्ने भन्दाखेरि सो अब n कति छ त कतिवटा आयो 1 2 3 4 5 6 7 8 9 10 11 भनेपछि n को भ्यालु कति आयो नम्बर अफ अब्जर्भेसन n इक्वल टु 11 छ है त्यसपछि अब हामीले यसमा सबभन्दा स्मलेस्ट भ्यालु कुन छ त 11 छ भनेपछि स्मलेस्ट भ्यालु xs इक्वल टु s भनेको स्मलेस्ट भन्नुको xs इक्वल टु 11 लेख्ने सबभन्दा ठूलो कुन छ 29 भनेपछि लार्जेस्ट भ्यालु xl इक्वल टु 29 लेख्दिने हैन l हो लार्जेस्ट भनेको त्यही भएर xl इक्वल टु 29 हैन 29 भयो है त्यसपछि अब हामीले के निकाल्नु पर्छ 5 नम्बर समरीको लागि बीचको दुईटा फर्स्टको र लास्टको त निकाल्यौं सानो सबभन्दा ठूलो बीचको Q1 Q2 Q3 निकाल्नु पर्यो भनेपछि अब हामीले Q1 Q2 Q3 पनि निकाल्नु पर्छ है ल फर्स्टमा Q1 निकालौं है त फर्स्ट क्वार्टाइल Q1 इक्वल टु के हुन्छ भ्यालु अफ n+1/4 आइटम हुन्छ हैन यो भनेको इन्डिभिजुअल सिरिजमा छ नि त भनेपछि n+1/4 आइटम हुन्छ है अब यो डिस्क्रिट सिरिजमा भए पनि n+1/4 आइटम हुन्थ्यो तर कन्टिन्युअस सिरिजमा भए n/4 मात्र हुन्थ्यो 1+1 हुन्थेन है ल अब यो इन्डिभिजुअल सिरिज हो त्यही भएर n+1/4 आइटम हुन्छ है त्यसपछि अब भ्यालु अफ अब यो n भनेको 11 हो हैन हाम्रो यहाँ n भनेको 11 आज त्यसपछि n भने 11 हो +1/4 आइटम हो यो भनेको कति 12 हुन्छ 11 + 1 12 डिवाइड बाइ 4 गरेर 3 आउँछ भनेपछि भ्यालु अफ थर्ड आइटम हो हैन 3 त आइटम भनेको थर्ड आइटम हो हैन थर्ड आइटम कुन छ त यो हामीले एसेन्डिङ अर्डरमा राखेको छौं सानदेखि ठूलसम्म फर्स्ट सेकेन्ड थर्ड भने 15 रहेछ भनेपछि हाम्रो Q1 15 आयो है
त्यसपछि सेकेन्ड भनेको Q2 हैन Q2 लाई चाहिँ मेडियन लेख्दा राम्रो Q2 भनेको 50% मा आउने हो हैन त्यो भनेको 50% भने बीचमा हैन मेडियन भनेको बीचमै हो हैन भनेपछि Q2 लेख्दा पनि हुन्छ तर सेकेन्ड क्वार्टर लेख्दा पनि हुन्छ तर मेडियन लेख्दा राम्रो सबभन्दा बीचको हैन भनेपछि मेडियन नै हामीले लेख्ने MD हैन भनेपछि मेडियनको फर्मुला भनेको भ्यालु अफ n+1/2th आइटम हो हैन यो भनेको भ्यालु अफ n को भ्यालु 11 हैन +1 / 2 गर्दा फेरि हैन 12 / 2 गर्दा 6 आउँछ हैन भनेपछि भ्यालु अफ 6th आइटम भ्यालु अफ 6 आइटममा कुन छ 1 2 3 4 5 6 21 छ भनेपछि हाम्रो मेडियन MD कति भयो 21 भयो है त्यसपछि हामीले Q3 निकाल्नु पर्छ हैन भनेपछि थर्ड क्वार्टर Q3 = भ्यालु अफ फर्मुला हाल्ने 3 * n+1 / 4th आइटम हुन्छ हैन भनेपछि भ्यालु अफ 3 अनि यो n को भ्यालु 11 + 1 / 4 गर्दा फेरि यो के रे 11 + 1 ले गर्दा 12 हुन्छ 12 3 जा कति हुन्छ भने 36 लाई 4 ले डिभाइड गर्दा फेरि 9 आउँछ भने भ्यालु अफ 9th आइटम हो 9th आइटम कुन छ 1 2 3 4 5 6 7 8 9 25 छ हैन भनेपछि 25 नै हाम्रो के भयो Q3 भयो है त्यसपछि अब हामीले के गर्छौं भन्दा फेरि यो क्वेशनमा त डाइरेक्ट बक्स एन्ड व्हिस्कर प्लट बनाऊ भनेको छ हैन तर यसमा तीनटा स्टेप हुन्छ कहिलेकाहीँ चाहिँ 5 नम्बर समरी पनि बनाऊ बक्स एन्ड व्हिस्कर प्लट पनि बनाऊ अनि त्यसपछि स्क्युनेस हो कि सिमेट्रिकल डिस्ट्रिब्युसन हो त्यो पनि पत्ता लगाऊ भनेर तीनटै सोध्या हुन्छ हैन नसोधे पनि हामीले गर्ने चाहिँ त्यही नै हो हैन भनेपछि फर्स्ट स्टेपमा हामीले हैन यो बक्स एन्ड व्हिस्कर प्लट बना भन्दा फेरि हामीले फर्स्टमा 5 नम्बर समरी बनाउनु पर्छ भनेपछि अब हाम्रो 5 नम्बर समरी इज एज फलोज भनेर गर्ने त्यसपछि हामीले एक्सएस पनि निकालेको थियौ यहाँ हैन एक्सएस एक्सएल Q1 MD Q3 निकालेको थियौ भनेपछि अब हामीले यहाँ एक्सएस ले भनेको सबभन्दा सानो 11 भयो हैन त्यसपछि Q1 MD Q3 पनि निकालेको थियौ त्यसपछि एक्सएल पनि 29 थियो हैन एक्सएल पनि निकाल्ने सबभन्दा ठूलो हैन भनेपछि यो सर र सबै भ्यालु लेख्दिनी हैन त्यसपछि यो 5 नम्बर समरी हामीले लेखेपछि अब यसलाई नै बक्स एन्ड व्हिस्कर प्लटमा हामीले प्रेजेन्ट गर्ने हो के ग्राफमा प्रेजेन्ट गर्ने हो के भनेपछि अब बी मा हामीले के गर्नुपर्छ दी रिक्वायर्ड बक्स एन्ड व्हिस्कर प्लट इज एज फलोज भन्ने हैन अनि त्यसपछि हामीले के गर्ने भन्दा फेरि अब यो एक्सएस कति छ 11 छ हैन अनि एक्सएल कति छ 29 छ भनेपछि 11 पनि हामीले ग्राफमा हाल्न सक्नु पर्यो हैन अनि त्यसपछि 29 पनि हाल्न सक्नु पर्यो भनेपछि अब हामीले सर यहाँ ग्राफ बनाइन्छौं हैन 5 को डिफरेन्समा हैन 5 10 2 3 को डिफरेन्समा बनाए पनि फरक पर्दैन हैन 2 को अथवा 10 को डिफरेन्समा बनाए पनि फरक पर्दैन तर यहाँ 5 को गर्दा चाहिँ हामीलाई सजिलो हुन्छ भन्ने हिसाबले हामीले 5 को डिफरेन्सले हैन यहाँ ग्राफ बनाउँछौं है भनेपछि 5 10 15 20 25 30 40 50 हैन यहाँ 0 गर्दा पनि हुन्छ 0 5 यसरी ग्राफ बनाउँदा पनि हुन्छ ग्राफ बनाएर अब हामीले यो भर्नु पर्छ बक्स एन्ड व्हिस्कर प्लटमा है बक्स एन्ड व्हिस्कर प्लट भनेपछि फर्स्टमा हामीले बक्स बनाउनु पर्यो है भनेपछि यो फर्स्टमा ग्राफ बनाइदिने हैन ग्राफ बनाएपछि हामीले के गर्ने भन्दा फेरि बक्स बनाउने बक्स चाहिँ कुनको बनाउँछ भने Q1 MD Q3 को बनाउँछौं हैन भनेपछि अब हामीले के गर्ने भन्दा फेरि Q1 कति छ 15 छ भनेपछि यो 15 को ठ्याक्कै माथिपट्टि हामीले ट्याक्क यसरी हैन सर्ट यसरी लाइन तान्दिने के हैन अनि त्यसपछि MD छ MD भने 21 भनेपछि 20 21 यहाँ होला भनेर यसो माथिपट्टि गएर हामीले सर्ट र एकताल लाइन तान्दियौ MD को पनि लाइन तान्दियौ है त्यसपछि Q3 भने 25 छ भनेपछि 25 कहाँ छ यहाँ छ भने 25 को ठ्याक्कै माथि गएर हामीले Q3 मा पनि लाइन तान्दियौ है त्यसपछि यो तीनटा लाइन तानेपछि सर जोड्दिने के हैन जोडेपछि ठ्याक्कै के भन्छ भन्दाखेरि बक्स भन्छ बक्स बन्यो हाम्रो एन्ड व्हिस्कर प्लट भने व्हिस्कर भने जुंगा भनेपछि यसको जुंगा बनाउनु पर्छ जुंगा कसरी बनाउनु भन्दाखेरि यो एक्सएस हैन स्मलेस्ट भ्यालु के छ अनि एक्सएल भनेको लार्जेस्ट भ्यालु के छ हैन अब त्यो पनि 11 एक्सएस के छ भन्दाखेरि 11 भनेपछि यो 10 यहाँ 11 हुन्छ यसको माथि गएर अलिकति ट्याक्क तान्दिने हैन त्यसपछि एक्सएल भने 29 छ हैन 29 भनेको 30 को अलिकति यता 29 यहाँबाट सर माथि जाने अलिकति तान्दिने हैन अनि एक्सएल पनि यहाँ भयो है त्यसपछि अलिकति तानेपछि अब यो बक्स त हाम्रो बनाएको थियो Q1 Q2 Q3 अथवा Q1 मेडियन Q3 को हैन अनि यसबाट ट्याक्क यस्तो सर र यसमा जोड्दिने के एक्सएस र एक्सएल मा जोड्दिने हैन जुंगा बन्यो बक्स एन्ड व्हिस्कर बन्यो प्लट भनेको यही डाटाको प्लट भइहाल्यो हैन अनि यसलाई नै के भनिन्छ बक्स एन्ड व्हिस्कर प्लट हैन अनि यो सब बनाएपछि चाहिँ यहाँ नि एक्सएस यो हो एक्सएल यो हो Q1 यो हो MD यो हो Q3 यो हो भनेर यो पनि लेख्दिने है त अनि लेखेपछि अब यो लेखेपछि के गर्ने भन्दा फेरि अब हामीलाई यहाँ अहिले त सोधे हैन बक्स एन्ड व्हिस्कर प्लट मात्र बना भने तर कति क्वेशनमा के सोध्छ भन्दा फेरि टेस्टी सिमेट्रिसिटी भनेर सोध्या हुन्छ अथवा टेस्टी स्क्युनेस भनेर सोध्या हुन्छ हैन अब त्यस्तो केसमा चाहिँ यो सिमेट्रिकल हो कि स्क्युनेस कसरी पत्ता
पत्ता लगाउने भन्दाखेरि अब यो एमडी छ नि, एमडी भनेको मेडियन बीचको, अब यहाँबाट यता लामो छ कि यता लामो छ हैन, यो दाहिनेपट्टि हैन राइट साइडपट्टि लामो भयो भने राइट ह्यान्ड पोजिटिभली स्क्युड हुन्छ हैन, एमडीबाट लेफ्ट साइडतिर लामो भयो भने चाहिँ लेफ्ट और नेगेटिभली स्क्युड हुन्छ हैन। भनेपछि अब हाम्रो यहाँ कता लामो छ त भन्दाखेरि यता लामो छ, देब्रेपट्टि लेफ्ट साइडतिर लामो छ हैन। तर यहाँ उस्तै उस्तै देख्यो भने चाहिँ हामीले कसरी थाहा पाउने भन्दाखेरि 11 छ 21 छ, यसको डिफरेन्स कति छ 10 छ हैन, अनि यसको र यसको डिफरेन्स चाहिँ कति छ जम्मा 8 छ हैन। भनेपछि 10 डिफरेन्स भएको लामो भयो नि त, भनेपछि योदेखि यसको लम्बाइ ठुलो छ हैन। भनेपछि यतापट्टि लामो भएको भएर हैन, देब्रेपट्टि अथवा लेफ्ट साइडतिर लामो भएर यो चाहिँ अब के भयो लेफ्ट और नेगेटिभली स्क्युड भयो हैन। अब हामीले एन्सर लेख्छौं है, सिन्स द लेन्थ अफ द लेफ्ट व्हिस्कर हैन, देब्रेपट्टिको जुङ्गाको हैन लेन्थ चाहिँ हैन लम्बाइ चाहिँ लामो छ हैन, इज लङ्गर देन द लेन्थ अफ राइट व्हिस्कर, राइट तिरको जुङ्गा भन्दा लेफ्ट तिरको जुङ्गाको लम्बाइ लामो छ हैन। त्यही भएर सो डिस्ट्रिब्युसन इज लेफ्ट और नेगेटिभली स्क्युड भनेर एन्सर लेखिदिने है। ल 2074 क्वेसन नम्बर 16 मा चाहिँ के सोधेको छ भन्दाखेरि टेकिङ इन्टु एकाउन्ट अफ द फलोइङ इन्फर्मेसन कमेन्ट अन द नेचर अफ द डिस्ट्रिब्युसन भनेको छ के हैन। नेचर अफ द डिस्ट्रिब्युसनमा चाहिँ हैन कमेन्ट गरेर भन्नुको अर्थ चाहिँ सिमेट्रिकल हो कि हैन, अथवा स्क्युड हो हैन, अथवा कर्टोसिसमा के हुन्छ नर्मल डिस्ट्रिब्युसन हो कि हैन, प्लेटिकर्टिक हो कि मेसोकर्टिक हो कि लेप्टोकर्टिक हो कि के हो पत्ता लगाऊ भनेको छ के। अनि हामीलाई के दिएको छ यहाँ भन्दाखेरि n भनेको 100 दिएको छ, त्यसपछि सिग्मा एफ डीएक्स -14 हैन, सिग्मा एफ डी स्क्वायर एक्स 154 अनि सिग्मा एफ डी क्यूब एक्स चाहिँ -62 अनि सिग्मा एफ डी4 एक्स चाहिँ हाम्रो 490 दिएको छ हैन। अनि यो सिग्मा एफ डीएक्स अनि त्यसपछि सिग्मा एफ डी स्क्वायर एक्स, सिग्मा एफ डी क्यूब एक्स अनि सिग्मा एफ डी4 एक्स दिएको छ नि, यो भन्नुको अर्थ सिग्मा एफ डी अनि सिग्मा एफ डी स्क्वायर, सिग्मा एफ डी क्यूब, सिग्मा एफ डी4 दिनु पर्ने हो कि। यो डी भनेको डिफरेन्स के को भन्दाखेरि डिफरेन्स अफ एक्स भन्न खोजेको, त्यसपछि डी स्क्वायर अफ एक्स, एक्स को डिफरेन्सको स्क्वायर भन्न खोजेको, त्यसपछि हैन एक्स को डिफरेन्सको क्यूब भन्न खोजेको हैन, त्यसपछि एक्स को डिफरेन्सको चाहिँ हैन एजुमिनसँग ए सँग डिफरेन्स को चाहिँ पावर 4 भनेको है। त्यसपछि अब हामीले यहाँनिर के निकाल्छौं भन्दाखेरि अब हामीले यहाँ फर्मुला हालेर फर्स्टमा के गर्छौं र मुभमेन्ट निकाल्छौं, र मुभमेन्ट अबाउट आर्बिट्रेरी भ्यालु निकाल्छौं हैन। हामीले यहाँ पढाएको छौं नि सेन्ट्रल मुभमेन्ट हैन μ1 μ2 μ3 μ4 हैन अबाउट मिन, अनि त्यसपछि र मुभमेन्ट μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश अबाउट आर्बिट्रेरी भ्यालु ए भनेर पढायौं नि। अनि हामीले फर्मुला पनि पढाएको छौं, फोर्स सेन्ट्रल मुभमेन्ट को निकाल्ने यो फर्मुला हो μ1 μ2 μ3 μ4 को। अब हामीलाई चाहिँ यस्तो दिएको छ क्या क्वेशनमा चाहिँ यस्तो दिएको छ हैन। अब यो μ1 μ2 μ3 μ4 यो चाहिँ सेन्ट्रल मुभमेन्ट निकाल्ने फर्मुला हो हैन, डाटा दिँदा फेरि। अनि यहाँ र मुभमेन्ट निकाल्ने फर्मुला चाहिँ के हुन्छ भन्दाखेरि हैन यो μ1 ड्याश μ2 ड्याश आर भनेको 1 2 3 को सबै हुन्छ हैन, μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश हो यो भनेको फर्मुला हैन। अनि अब इन्डिभिजुअल चिजमा यो, डिस्क्रिट चिजमा यो, कन्टिन्युअस चिजमा यो हुन्छ है। भनेपछि अब सिग्मा एफ अनि त्यसपछि डी देखा नि त त्यहाँ हैन, भनेपछि यो डिस्क्रिट चिजको देखा के त्यहाँ चाहिँ हैन। भनेपछि सिग्मा एफ हैन डी भनेको डिफरेन्स भनेको x माइनस ए दिया छ, x माइनस ए भनेको डी हो यो भनेको हैन। अब्जर्भेसनबाट एज्युमिन माइनस गरेर अथवा आर्बिट्रेरी भ्यालु माइनस गरेर हैन आको डी हैन। अनि त्यसपछि पावर 1 2 3 पो दिएको छ, आर भनेको 1 2 3 पो हैन, μ1 ड्याश μ2 ड्याश μ3 ड्याश μ4 ड्याश हैन। भनेपछि हामीलाई यो दिएको छ हैन। अब हामीलाई के सोधेको छ नेचर अफ द डिस्ट्रिब्युसन भनेको छ। भनेपछि नेचर अफ द डिस्ट्रिब्युसन भनेको मुभमेन्ट बेस कोएफिसिएन्ट अफ स्क्युनेस अनि मुभमेन्ट बेस कोएफिसिएन्ट अफ कर्टोसिस निकाल भने हो हैन। भनेपछि हामीले त्यसमा के निकाल्नु पर्छ पहिले भन्दाखेरि यही फर्मुला चाहिँ हामीलाई लगाएर चाहिँ हैन हामीले फर्स्टमा के μ1 μ2 μ3 μ4 निकाल्नु पर्छ। त्यसपछि हामीले हैन यो सेन्ट्रल मुभमेन्ट निकाल्नु पर्छ, यो फर्मुलाहरु हालेर हैन सेन्ट्रल मुभमेन्ट निकालेपछि अनि हामीले यहाँनिर बीटा 1 को फर्मुला हालेर चाहिँ हैन μ3 μ2 चाहिन्छ यसमा चाहिँ हैन। यसकोबाट कोएफिसिएन्ट अफ स्क्युनेस निकाल्छौं हैन। अनि त्यसपछि सिमेट्रिकल हो कि पोजिटिभली और राइटली स्क्युड हो कि अथवा नेगेटिभली और लेफ्टली स्क्युड हो त्यो निकाल्छौं हैन। त्यसपछि हामीले कर्टोसिस निकाल्छौं, त्यसमा चाहिँ बीटा 2 निकाल्छौं हैन। बीटा 2 भनेको हामीलाई के चाहिन्छ μ4 र μ2 चाहिन्छ हैन। अनि यो हामीले निकालेपछि हामीले यो नर्मल डिस्ट्रिब्युसन हो कि नर्मल डिस्ट्रिब्युसन भनेको मेसोकर्टिक भनिन्छ हैन। 3 सँग इक्वल भयो भने लेप्टोकर्टिक हो कि अथवा प्लेटिकर्टिक हो भनेर एन्सर दिन्छौं हैन। त्यही नै सोधे हो नेचर
भनेपछि हामीले सोलुसन गर्छौं है त भनेपछि हामीले n दिएको छ n 100 त्यसपछि सिग्मा f dx भनेको हैन -14 सिग्मा f d स्क्वायर x भनेको यति दिएको छ यो भने यति यो भने यति है त सिग्मा f d4 x भनेको 490 दिएको छ है त्यसपछि अब हामीले फर्स्ट को र मोमेन्ट निकाल्छौं यो भनेको mu1 ड्याश mu2 ड्याश mu3 ड्याश mu4 ड्याश हो यसको फर्मुला भनेको सिग्मा f d हुन्छ हैन x भन्नु गर्थे त यो डिफरेन्स x को हो भन्न खोजेको के यो डिफरेन्स को स्क्वायर x को यो डिफरेन्स को स्क्वायर x को यो डिफरेन्स चाहिँ x को डिफरेन्स हो हैन आर्बिट्री मिन a सँग भनेर भनेको हैन भनेपछि यही हामीले हाल्दिन्छौं हैन फर्मुलामा हैन अनि डिभाइड बाइ n गर्दिन्छौं हैन अनि यही हो फर्मुला mu1 ड्याश mu2 ड्याश mu3 ड्याश mu4 ड्याश को हैन अनि त्यहाँका हामीलाई यहाँनिर सबैको भ्यालु दिएकै छ हैन यो सबैको भ्यालु पुट गरिदिन्छौं यहाँ n को भ्यालु हामीलाई 100 दिएकै छ n को भ्यालु पनि यहाँ पुट गरिन्छौं यो पुट गर्दाखेरि हैन यो सल्भ गर्दाखेरि -0.14 आउँछ यो 1.5 आउँछ हैन mu3 ड्याश चाहिँ -0.62 आउँछ mu4 ड्याश चाहिँ 4.90 आउँछ है त्यसपछि अब हामीले यो र मोमेन्ट निकाल्यौं अबाउट आर्बिट्री भ्यालु a हैन अब हामीले सेन्ट्रल मोमेन्ट निकाल्नु पर्छ mu1 mu2 mu3 mu4 हैन भनेपछि त फर्स्ट को सेन्ट्रल मोमेन्ट r भनेर भन्ने हैन अनि त्यसपछि हामीले mu1 mu2 mu3 mu4 सबैको फर्मुला हाल्ने हैन mu1 को फर्मुला भनेको mu1 ड्याश माइनस mu1 ड्याश हुन्छ यो अलवेज 0 हुन्छ हैन त्यसपछि mu2 को फर्मुला भनेको mu2 ड्याश माइनस mu1 ड्याश को स्क्वायर हुन्छ हैन हामीले यहाँ सबै निकालिसक्यौ नि त भ्यालु हो अब इनर पुट गर्दै जाने हो के हैन यसमा mu2 ड्याश को भ्यालु पुट गर्छौं 1.5 हो त्यसपछि mu1 ड्याश को भ्यालु पनि पुट गर्छौं -0.14 हैन त्यसपछि अब यो 1.5 हो भनेको 1.5 हो भ्यालु त्यसपछि माइनस को यहाँ माइनस हो त्यसपछि अब यो माइनसलाई स्क्वायर गर्दा माइनस इन्टु माइनस प्लस हुन्छ नि त हैन भनेपछि यहाँनिर अब केही हुन्न यो प्लसै भयो केही फरक पर्न प्लस इन्टु माइनस गर्दा माइनसै हुन्छ माइनसै आयो हैन त्यसपछि यो 0.14 को स्क्वायर गर्दा फेरि कति आउँछ 0.0196 आउँछ हैन अनि अब यसलाई सल्भ गर्दा चाहिँ कति आउँछ 1.5204 आउँछ हैन mu2 त्यसपछि mu3 को फर्मुला भनेको mu3 ड्याश माइनस 3 mu1 ड्याश इन्टु mu2 ड्याश प्लस 2 mu1 ड्याश को होल क्युब हो हैन भनेपछि mu3 ड्याश कति छ हाम्रो -0.62 आछ हाम्रो हैन त्यसपछि माइनस को माइनस त्यसपछि 3 को 3 इन्टु अनि mu1 ड्याश भनेको -0.14 हो इन्टु mu2 ड्याश भनेको 1.5 हो आछ त्यसपछि प्लस को प्लस 2 को 2 इन्टु अनि यो mu1 ड्याश भने हाम्रो कति छ -0.1 पर्छ त्यसको क्युबको क्युब भइहाल्यो है त्यसपछि हामीले यो सब भ्यालु पुट गरेपछि के हुन्छ यो -0.62 को -0.62 त्यसपछि अब यो छ नि यो माइनस हैन अनि इन्टु फेरि माइनस माइनसमा माइनस इन्टु भएको छ हैन यो त प्लस नै छ भनेपछि मतलब हैन माइनस माइनस के हुन्छ यो इन्टु गर्दा प्लस हुन्छ भनेपछि यहाँ प्लस आयो है अनि यो भ्यालु इन्टु गर्दा 0.668 आउँछ है त्यसपछि अब यसको पालो यताको पालो है अब प्लस पछि यताको पालो अब यो यहाँनिर 2 को 2 भ्यालु यो 2 इन्टु अनि यो छ नि 0.14 छ नि हैन 0.14 माइनसमा छ भनेपछि माइनसलाई क्युब छ नि त क्युब भनेको 3 छ पावर भनेपछि स्क्वायर भए दुई ताली इन्टु गरिन्थ्यो माइनस इन्टु माइनस भएर प्लसै हुन्थ्यो तर 3 ताली इन्टु गर्दा के हुन्छ माइनस इन्टु माइनस प्लस फेरि एक ताली इन्टु गर्दा फेरि हैन पावर 3 भएर फेरि एक ताली इन्टु गर्दा फेरि माइनस नै आउँछ हैन माइनस इन्टु माइनस गरेर माइनसै हुन्छ 3 ताली इन्टु गर्दा हैन भनेपछि अब के हुन्छ यो माइनसमा आएपछि यसको क्युब गरेपछि माइनस इन्टु प्लस के हुन्छ माइनस हुन्छ त्यही भएर माइनस लेखेको यहाँ हामीले है त्यसपछि यो यसलाई क्युब गरेर 0.14 3 ताली इन्टु गरेर 2 सँग इन्टु गर्दा फेरि यति आउँछ 0.005 हैन 588 आउँछ हैन अनि त्यसपछि अब इनर आयो है अब यो भ्यालुलाई सल्भ गर्दा 0.021312 आउँछ आन्सर हैन mu3 को भ्यालु त्यसपछि mu4 को पाली है त mu4 को फर्मुला के हुन्छ भन्दा mu4 ड्याश माइनस 4 mu1 ड्याश इन्टु mu3 ड्याश हैन प्लस 6 mu1 ड्याश को स्क्वायर इन्टु mu2 ड्याश माइनस 3 mu1 ड्याश को होल को पावर 4 हुन्छ है अब त्यसपछि हामीले भ्यालु पुट गर्ने mu4 ड्याश को फर्मुला 4.90 छ त्यो माइनस 4 को 4 हैन mu1 ड्याश भनेको -0.14 हो त्यही भएर इन्टु -0.14 mu3 भनेको -0.62 हो हैन त्यही भएर इन्टु -0.62 त्यसपछि प्लस 6 को 6 त्यसपछि mu1 भनेको -0.14 को स्क्वायर त्यसपछि इन्टु mu2 भनेको 1.5 हो त्यसपछि माइनस को माइनस 3 को 3 अनि mu1 भनेको -0.14 हो त्यसको 4 को पावर 4 भयो है त्यसपछि अब यसलाई सल्भ गर्नुपर्छ सल्भ गर्दा फेरि अब यो 4.9 नै भयो त्यसपछि माइनस अब यसलाई के हुन्छ भन्दा फेरि यहाँ माइनस छ हैन यो माइनस भयो ठिकै छ
यो माइनस तीन ताली माइनस इन्टु भएको छ कि अब यो इन्टु भएको नि त माइनस माइनस प्लस हुन्छ यो दुईटा माइनस इन्टु गर्दा प्लस हुन्छ फेरि यो प्लससँग यो माइनस इन्टु गर्दा माइनसै हुन्छ भनेपछि यो माइनसको माइनस भयो है अनि यो तीनटा भ्यालु इन्टु गर्दा फेरि यति आउँछ है त्यसपछि अब प्लसको पाली है प्लसको पालीमा चाहिँ अब के गर्ने भन्दाखेरि अब यो 6 को 6 अब यो माइनस 0.14 छ नि यसलाई स्क्वायर गर्दा के हुन्छ यो भ्यालुको त स्क्वायर भइहाल्छ यो माइनसलाई दुई ताली स्क्वायर गर्दा के हुन्छ माइनस इन्टु माइनस दुई ताली माइनस इन्टु माइनस हुन्छ माइनस माइनस के हुन्छ इन्टु गर्दा प्लस हुन्छ भनेपछि अब यो प्लस इन्टु प्लस त प्लसै भइहाल्यो प्लस भएपछि प्लस भनेपछि यो प्लसको प्लसै भयो अनि यसलाई स्क्वायर गर्दा जति भ्यालु आउँछ त्यो इन्टु 6 इन्टु अनि 1.54 इन्टु गरेपछि यिनीहरू कति आउँछ भन्दाखेरि 0.1811 आउँछ है त्यसपछि यो अब यसको पाली चाहिँ के हुन्छ भने माइनस 0.14 को पावर 4 छ है अब यहाँ बिजोड पावर भयो भए त माइनसै हुन्थ्यो भन्नाले अब यो 0.14 लाई 4 ताली इन्टु गर्नु पर्यो पावर 4 भयो भने माइनसलाई 4 ताली इन्टु गर्दा के हुन्छ माइनस इन्टु माइनस प्लस फेरि एक ताली इन्टु माइनस गर्दा माइनस हुन्छ फेरि एक ताली इन्टु माइनस गर्दा 4 ताली माइनसलाई इन्टु गर्दा प्लस हुन्छ हैन भनेपछि प्लस इन्टु माइनस के हुन्छ लास्टमा माइनसै हुन्छ भनेपछि माइनसको माइनस आयो त्यसपछि यसलाई 4 ताली इन्टु गरेर यो 3 सँग इन्टु गर्दा यति आउँछ भ्यालु है त्यसपछि यो सल्भ गर्दा 4.73275152 आउँछ हैन यति आउँछ म्यु4 को भ्यालु है अब हामीलाई के सोधेको थियो भन्दा पनि नेचर अफ द डिस्ट्रिब्युसन सोधेको थियो भनेपछि नेचर अफ द डिस्ट्रिब्युसन थाहा पाउनको लागि हामीले के थाहा पाउनुपर्छ स्क्युनेस र कर्टोसिस थाहा पाउनुपर्छ हैन भनेपछि अब स्क्युनेस थाहा पाउनको लागि हामीले हैन टेस्ट अफ स्क्युनेस अथवा सिमेट्रिसिटी भनेर लेख्छौं है त स्क्युनेस टेस्ट गर्नु अथवा सिमेट्रिसिटी टेस्ट गर्नु कुरा एउटै हो हैन भनेपछि यो टेस्ट गर्न हामीले स्क्युनेस हैन कोएफिसिएन्ट अफ मोमेन्ट बेस कोएफिसिएन्ट अफ स्क्युनेसको फर्मुला लाउने भने यो भनेको बीटा 1 हामीले अहिले पढाएको थियौं हैन μ3 को स्क्वायर डिभाइड बाइ μ2 को होल क्युब हुन्छ हैन त्यसपछि μ3 को μ1 μ2 μ3 μ4 हामीले निकालेको थियौं हैन त्यसमध्येमा μ3 को भ्यालु पुट गर्ने μ2 को भ्यालु पुट गर्दिने अनि त्यसपछि स्क्वायर क्युब त्यसपछि यसको स्क्वायर 0.0004 आउँछ यसको क्युब चाहिँ 3.511808 आउँछ हैन यसलाई सल्भ गर्दा 0.00113914 आउँछ हैन त्यसपछि अब यो हामीले मोमेन्ट बेस कोएफिसिएन्ट अफ स्क्युनेस निकाल्यौं स्क्युनेस अथवा सिमेट्रिसिटी थाहा पाउनको लागि हैन अब मोमेन्ट बेस स्क्युनेस अथवा सिमेट्रिसिटी थाहा पाउन हामीले के थाहा पाउनुपर्छ भन्दाखेरि यहाँ हामीले गरेका थियौं नि मोमेन्ट बेस कोएफिसिएन्ट अफ स्क्युनेस हैन बीटा 1 को भ्यालु आएपछि हामीले त्यो स्क्युनेस हैन हो कि सिमेट्रिसिटी हो कसरी थाहा पाउने भन्दाखेरि हामीले यो μ3 को भ्यालुलाई आधार लिने भनेको थियौं है भनेपछि μ3 को भ्यालु 0 सँग इक्वल छ भने सिमेट्रिकल भयो हैन 0 भन्दा बढी छ भने राइट रोटेटिभली स्क्युड भयो त्यसपछि 0 भन्दा हैन कम छ भने चाहिँ μ3 को भ्यालु हैन के हुन्छ लेफ्ट हो नेगेटिभली स्क्युड हुन्छ हैन भनेपछि यहाँनिर लेख्ने आन्सर हैन सिन्स μ3 को भ्यालु चाहिँ कति छ हाम्रो μ3 को भ्यालु 0.02 आछ हाम्रो अघि सल्भ गर्दा है भनेपछि यो चाहिँ ग्रेटर देन 0 छ नि त सो द गिवन डिस्ट्रिब्युसन इज राइट अर पोजिटिभली स्क्युड भनेर लेख्दिने है मोमेन्ट बेस कोएफिसिएन्ट अफ स्क्युनेस त पत्ता लगायौं अब मोमेन्ट बेस कोएफिसिएन्ट अफ कर्टोसिस पनि त निकाल्नु पर्यो नि त हैन भनेपछि अब हामीले के गर्छौं कर्टोसिस मोमेन्ट बेस कोएफिसिएन्ट अफ कर्टोसिस निकाल्न टेस्ट अफ कर्टोसिस अथवा नर्मालिटी भनेर लेख्छौं हैन मोमेन्ट बेस कोएफिसिएन्ट अफ कर्टोसिसको फर्मुला भनेको बीटा 2 ले डिनोट गर्छ अनि यो भनेको μ4 डिभाइड बाइ μ2 को स्क्वायर हो हामीले फर्मुला पढेका थियौं अघि भर्खर हेरेका थियौं हैन त्यसपछि μ4 μ1 μ2 μ3 μ4 निकालेका थियौं हामीले अघि भर्खर हैन त्यसको μ4 र μ2 को भ्यालु यहाँ पुट गर्दा इनर भयो हैन त्यसपछि यो भइहाल्यो त्यसपछि 1.52 को स्क्वायर भने यो भइहाल्यो त्यसपछि यसलाई सल्भ गर्दा 2.04726454429 आउँछ हैन भनेपछि अब के गर्ने भन्दा कन्क्लुजन लेख्नु पर्यो हैन कन्क्लुजन कसरी लेख्ने भन्दाखेरि हामीले अगाडि पढेका थियौं भनेपछि अब यो बीटा 2 को भ्यालु चाहिँ हामीले निकाल्यौं अहिले भर्खर हैन अब बीटा 2 को भ्यालु चाहिँ 3 सँग इक्वल आयो भने मेसोकर्टिक भयो अथवा त्यो नर्मल डिस्ट्रिब्युसन पनि भन्न सक्यो त्यसलाई 3 भन्दा बढी आयो भने त्यो लेप्टोकर्टिक हुन्छ 3 भन्दा कम आयो भने प्लेटिकर्टिक हुन्छ हैन भनेपछि अब हाम्रो कति छ त भन्दाखेरि बीटा 2 को भ्यालु 2.05 व्हिच इज लेस देन 3 भन्दा कम छ सो द गिवन डिस्ट्रिब्युसन प्लेटिकर्टिक त्यही भएर त्यो डिस्ट्रिब्युसन चाहिँ के भयो हाम्रो भन्दाखेरि प्लेटिकर्टिक भयो हैन ल यो नै आन्सर भयो है त ल 10 मार्क्सको क्वेशन सक्यो है त।